त्यो भएर इस्यु आयो। ओके, हिजो हामीले गुगल एआई स्टुडियोलाई चाहिँ हेऱ्यौँ। त्यसको लागि म हजुरहरूलाई फेरि आज गुगल एआई स्टुडियोबाट नै सुरु गर्छु। सबै साथीहरूले क्रोममा गएर गुगल एआई स्टुडियो भनेर सर्च गर्नु होला। सबै साथीहरूले यसलाई हामी छोटो थोरै मात्रै गर्छौँ यहाँनिर, र हामी अरू अरू टुल्सहरूमा पुग्छौँ है। यो हजुरले सेकेन्ड उसलाई गर्नु होला ल। गुगल एआई स्टुडियो भन्ने यो छ, यसलाई हेर्नु होला। हिजो सिङ्गल स्पिकर भन्नेमा हामीले गऱ्यौँ। यो सिङ्गल स्पिकरमा गर्नको लागि हजुरहरूलाई कुनै पनि डाउट हुँदैन मलाई लाग्छ है। आज चाहिँ हामी विशेष गरी हेर्ने भनेको मल्टी स्पिकर अडियोमा हेर्छौँ। यो मल्टी स्पिकर अडियो बनाउँदा चाहिँ हजुरले चाहिँ एउटा संवाद टाइपमा होइन, यसलाई चाहिँ नि एउटा कन्भर्सेसन टाइपमा चाहिँ जेनेरेट गर्नलाई सक्छौँ हामी यहाँनिर चाहिँ है। त्यसको लागि म थोरै हजुरले यहाँनिरबाट थोरै के ल्याउँ भने एउटा संवाद टाइपको चाहिँ एउटा अडियो ल्याउँ है त। ल, नेपालको राजनीतिक विषयमा छलफल गर्दै गरेको संवाद भनौँ ल, गरेको संवाद। हजुरले चाहिँ एउटा संवाद चाहिँ पहिला यहाँबाट कन्भर्सेसन हामीले पहिला तयार गऱ्यौँ। यो चाहिँ अब हामीसँग हुन्छ, तैपनि हामीले यहाँनिर गऱ्यौँ एउटा है। एउटा व्यक्तिले भन्यो, अर्को व्यक्ति, अब जस्तो यहाँ अब यो एउटा व्यक्तिले भनेको अडियोलाई हामी पहिला कपी गरौँ। हेर्नुहोस् है, हजुरहरू जस्ट अहिले हेर्दै गर्नु होला, त्यसपछि पनि गर्दै गर्नुभयो भने फरक परेन। च्याट जिपिटीबाट अब हजुरसँग पनि यस्तो खालको कन्टेन्ट छ, कुनै पनि एडहरूको लागि चाहिँ आफूले स्क्रिप्ट बनाएको छ भने त्यसलाई प्रयोग गर्न पनि सक्नुभयो। होइन भने हजुरले यसलाई कपी गरेर लैजाउँ। अब यसलाई कपी गरेँ है त, मैले यो पहिलोलाई कपी गरेँ। यसलाई कपी गरिसकेपछि म यहाँनिर गएँ, अनि यहाँनिर हजुरले यहाँनिर यहाँ स्पिकर भनेको छ नि, यो स्पिकर वानमा कुन साउन्ड गर्ने, केटा गर्ने कि केटी गर्ने कि होइन, त्यो साउन्ड छान्न सक्नुहुन्छ। हजुरले अब पहिला यहाँ एड डायलगमा जानुहुन्छ, पहिलो स्पिकरमा गएर त्यो डायलग हालिदिनु भयो उताबाट कपी गरेर। यो हेर न, नेपालमा राजनीतिक त हरेकको जीवनसँग जोडिएको कुरा हो। राजनीति राम्रो भयो भने देश बन्छ, बिग्रियो भने जनता निराश हुन्छ क्या। यो भयो, यो स्पिकर वानमा अब कुन साउन्ड गर्ने त भनेर हजुरलाई यहाँनिर स्पिकर वानको यहाँ साउन्ड दिएको छ क्या, हेर्नुहोस् है। अब यो हजुरले प्ले गर्दै हेर्दै गर्न सक्नुहुन्छ। Got a project in mind? What do you want to explore? जस्तो यो चाहिँ केटाको भोइसमा गरियो हो। अब फेरि अर्को डायलग भन्नु पर्यो यहाँ हजुरले, अर्को डायलग ल्याउनु पर्यो यहाँबाट कपी गरेर है त। म अर्को डायलग ल्याउँछु, सेकेन्ड डायलगमा त्यही त दाई। ओके, अब यहाँनिर दाई भनेपछि हामीले दुइटै मेल भोइसमै गर्नु पर्यो। अब यहाँ पनि त्यो डायलग यहाँ हालिदिनु भयो हजुरले। अब यो स्पिकर 2 को पनि यहाँनिर हजुरले छान्न मिल्छ क्या, कस्तो साउन्ड बनाउने त्यो भोइस। What do you want to explore? ओके, मेल साउन्डै गर्नु पर्यो। यो दुईवटा डायलग, पहिलो डायलग यो भयो, दोस्रो डायलग यो भयो होइन। त्यसपछि फेरि हजुरले यहाँ एड डायलग गर्नुपर्छ। यसको डिस्प्ले यहीँ भइरहेको हुन्छ है। हजुरले चाहिँ फेरि यहीँ सिधै कपी गरेर त्यस्तो तरिकाबाट चाहिँ हुन्न। फेरि त्यो यहाँ सिधै त्यहाँ उतापट्टिको सर्ट कपी गर्नुहुन्न, यो डायलगमा ल्याएर स्पिकर 1 स्पिकर 2 फेरि अब पहिलो स्पिकरले नै फेरि भन्छ के भन्छ उसले। त्यो व्हाट्सएपमा डायलेक्ट सेयर गरिदिनु सर, हामीले यही प्रम्प्ट हाल्दाखेरि अलिक फरक आउँदो रहेछ। हजुर ए हुन्छ सर, हो यो त हजुरले भने ठिक छ एकदम। त्यो त फरक आउँछ, धेरै पनि हामी गर्दैनौँ। म टोटली हजुरको अपग्रेड भर्जन भएकोले, प्रो भर्जन हो हजुर एकदम सर सही कुरा। मैले त्यहाँ व्हाट्सएपमा हालेँ, हजुरहरूले 1 2 3 4 1 2 1 2 गरेर हामी धेरै पनि ओके सबै हाल्छौँ, केही फरक पर्दैन। यति जेनेरेटै गरौँ न टोटली। ल, हजुरहरूले नि 1 2 1 2 1 2 गर्दै त्यसरी हाल्नु होला है। अब यहाँ चाहिँ के बुझ्नु पर्यो भने नि, हजुरहरूको एउटै साउन्ड आउनको लागि हजुरले के गर्नुभएको छ एकदम क्लियर हुनु पर्छ। जस्तै स्पिकर 1 मा हजुरले यो च्यारोन भन्ने गर्नु भएको छ, अब फेरि अर्को स्पिकर 1 मा गएर अर्को नगर्नुहोस् न, च्यारोन र यसमा चाहिँ हजुरले यसमा च्यारोन गर्नुभयो, स्पिकर 2 मा चाहिँ अर्को गरौँ यसमा चाहिँ। What sparks your interest? What kind of masterpiece are we? What kind of problem could we? What kind of project are you? What idea do you want to? Ready to build something. ओके ल, यसमा इन्सेल रस भन्ने र यसमा च्यारोन र यो च्यारोन यो च्यारोन यो सबैमा त्यसरी गर्नु पर्यो है त।
अब हामी फेरि थर्ड डायलगलाई ल्याएर यहाँ हालौँ थर्ड डायलग के छ भन्नु होला भने थर्ड डायलगमा ओके है त यहाँनिर यो भयो फर्स्ट यो थर्ड डायलग भने यो समस्या राजनीतिक होइन भनेको छ यहाँ यस्तो टाइपले अनि फेरि यसलाई लगेर हजुरले यहाँ पेस्ट गरिदिनु भयो यसको यसको स्पिकर फेरि को हुन्छ त थर्डमा भन्दाखेरि स्पिकर वानै हुन्छ है स्पिकर वान यहाँ के राखेको छ हामीले यो च्यारोन भन्ने छ है यो च्यारोन नै आउँछ यसमा चाहिँ हजुरको अब फेरि स्पिकर टू छ स्पिकर टूको पनि डायलग लिएर आउनु हजुरहरूले स्पिकर टूमा फेरि के छ यो डायलग छ है ओके यसलाई फेरि यहाँबाट हामी कपी गर्छौँ ल यो टाइपले गर्नुभयो भने चाहिँ एकदम बेटर हो फेरि अर्को अर्को के बाँकी छ अब यो पनि गऱ्यौँ अब यसलाई पनि गरिदिउँ यो भएको जति सबैलाई बनाइदिउँ न केही फरक पर्दैन एड डायलग गर्दै हजुरले गरिदिनु होला वान अर्को टूमा के छ यो छ धेरै लामो हुन्छ है के हो यो छ ल यति पुरै गरिदिउँ कम्प्लिटै एउटा प्रोजेक्टै तयार हुन्छ केही फरक पर्दैन अब फेरि यहाँ डायलग गर्नुहोस् वानको ल्याएर हालिदिनुहोस् फेरि वानको ल्याएर हालिदिनुहोस् हेलो सर हजुर सर एड डायलग गर्नुहोस् यो सिंगल स्पिकर र मल्टी स्पिकर अडियो दुई किसिमको मात्रै स्पिकर अडियो हुने हो सर हो यसमा चाहिँ त्यो छ त्यो फेरि हजुरलाई अब धेरैको गर्नु पर्यो भने के गर्ने भनेर अहिले म फेरि भन्छु है त सर ओके हाम्रो यो सिंगल स्पिकरमा चाहिँ जस्ट हामीले समाचार भन्छौँ नि हामीले त्यो टाइपमा चाहिँ सिंगल स्पिकर युज गर्यौँ अब यो कन्भर्सेसन टाइपमा चाहिँ मल्टिपल स्पिकर हो त्यही तरिकाले एकदम सर हो ओके हजुर हजुरले फेरि यहाँ टूमा यो डायलग हालिदिनु भयो अब फेरि एड डायलग गर्नुभयो एड डायलग गरेर यहाँनिर वानले लास्टमा इन्डिङ गरेको छ अब यति गरेर यसलाई कपी गरेर यहाँ फेरि हालिदिएँ ल यति गरेको छ अब यहाँनिर हजुरले अब यहाँनिर रिड दिस इन द ड्रामेटिकल व्हिस्पर अब यसलाई ड्रामेटिकल व्हिस्परमा गर्न भनेको छ एउटा अलिकति नाटकीय शैलीमा होइन त त्यो टाइपले चाहिँ यसलाई गर्नु पर्यो अब हजुरले यो इन्स्ट्रक्सन यो स्टाइल इन्स्ट्रक्सन चाहिँ कस्तो राख्नुपर्छ भनेर यहाँ यसैमा हजुरले सोध्नुभयो भने यसले त्यो पनि भनिदिन्छ क्या अब यहाँनिर गएर हजुरले के भन्न सक्नुहुन्छ भने यो इन्स्ट्रक्सन स्टाइल चाहिँ दिनु पर्यो भन्नुभयो भने यही अडियोको लागि इन्स्ट्रक्सन स्टाइल ओके फर दिस SCRIPT स्क्रिप्ट ल यो स्क्रिप्टको लागि चाहिँ स्टाइल इन्स्ट्रक्सन पनि दिनु पर्यो फर ओके अझ क्लियर हुनको लागि फर GUOGLE गुगल AISTUDIO स्टुडियो फर AUDIO अडियो जेनेरेट भन्नु हजुरले यति भन्नुभयो भने झन् बेटर भयो जति क्लियर गर्यो यसले त्यो टाइपले रिजल्ट चाहिँ अलि राम्रोसँग नै दिने भयो स्टाइल इन्स्ट्रक्सनमा नेपाली पोलिटिकल डिस्कसन स्क्रिप्ट अडियो टाइप होइन कन्भर्सेसन डायलग टु स्पिकर नेचुरल पोलिटिकल डिस्कसन यसैलाई कपी गरेर राखिदिन नि सक्नुभयो हजुरले यसले लास्टमा के भनेको छ यहाँनिर क्रिएट अ नेचुरल पोलिटिकल डिस्कसन अडियो विथ टु स्पिकर ओके हामीले अब यही कुरा राखिदिन सक्छौँ यहाँनिर माथि लगेको यो कुरा यति कुरालाई कपी गरेर राखिदिन सक्छौँ त्यहाँ यसलाई हामीले यहाँनिर कपी गरेर यति राखिदिउँ भने भइहाल्यो ओके ल इन्स्ट्रक्सन हामीले थोरै यति राखिदिउँ र अब हामीले यहाँ जेनेरेट भनेर क्लिक गरिदिउँ एकछिन वेट गर्नु अलिकति कन्टेन्ट बढी भएपछि टाइम लाग्छ हजुरहरू त्यहाँसम्म पुग्नु भएको छैन हेर्नुहोस् त सबैले आफूले बनाएको चाहिँ त्यो वाट्सएपमा हाल्नु होला है जेनेरेट भएपछि एउटा कम्प्लिट अडियो हुन्छ त्यसपछि यसलाई चाहिँ हजुरहरूले हाल्नुपर्छ है
के छ भन्नुस् त हजुरहरु यहाँ बीचमा के अड्किनु भएको छ होइन सर ठिकै छ ठिक छ छैन सर यो अहिले लोड हुँदैछ ओके ल खालि त्यही गरेर अनि हेर न के गर्यो नेपालमा राजनीति त हरेकको जीवनसँग जोडिएको कुरा हो। अब मैले यसलाई डाउनलोड गर्छु है त एकचोटि यसलाई डाउनलोड गरेर ग्रुपमा नि हाल्छु र यसलाई प्ले गरेर एकचोटि हजुरहरु सुन्नुस् है त राजनीति राम्रो भयो भने देश बन्छ, बिग्रियो भने जनता निराश हुन्छन्। त्यही त दाइ। तर आजभोलि राजनीति भनेको झगडा, आरोप प्रत्यारोप र सत्ताको खेल मात्रै जस्तो लाग्छ। समस्या राजनीति होइन, समस्या राजनीतिलाई गर्ने तरिका हो। निष्ठा, इमानदारी र जवाफदेहिता नभएपछि राजनीति बदनाम हुन्छ। युवाहरूले राजनीति चासो नदिएको भनेर नेताहरू गुनासो गर्छन्, तर युवाले विश्वास गर्ने काम चाहिँ कति भयो? ठिक भन्यौ। अब राजनीति भाषणले होइन, कामले बोल्नुपर्छ र जनताले पनि चुप लागेर बस्ने होइन। मतदान मात्रै होइन है, सोध्ने, प्रश्न गर्ने, गल्ती देख्दा बोल्ने, त्यो पनि राजनीति नै हो। सचेत नागरिक बिना सशक्त लोकतन्त्र सम्भव छैन। देश बनाउने जिम्मेवारी नेताको मात्र होइन, हामी सबैको हो। अब चाहिएको राजनीति भनेको झुट होइन, भिजन भएको, जनताको पीडा बुझ्ने र भविष्य देखाउने राजनीति हो। यदि हामीले सही नेतृत्व रोज्यौं भने राजनीति बदलिन्छ र राजनीति बदलियो भने नेपाल अवश्य बदलिन्छ। ल मैले हजुरहरुलाई त्यो शेयर पनि गरे हजुरहरुको जेनेरेट भयो ओके यसरी चाहिँ हामीले सिंगल अडियो जेनेरेट गर्ने र मल्टी अडियो जेनेरेट कसरी गर्ने भनेर मैले हजुरहरुलाई त्यो भन्न खोजे अब बुझ्नुहुन्छ होला सायद यसमा हामी गर्नु नपर्ला सायद यहाँ भन्दा थप कुराहरु ठिक छ लगभग बुझिन्छ अब अनि पछि यही यसरी नै भिडियो एडिटिङ गर्दाखेरि त्यो यही डायलेक्टलाई राख्नु पर्यो हैन सर संवादहरुलाई हो मिल्छ त्यो पनि मिल्छ त्यो पनि हाम्रो WhatsApp मा हालिरहेछ पछि हजुरहरुलाई म यो पनि भनौँला भिडियो जेनेरेट गर्दा पनि यही डायलगबाट गर्नु पर्यो भने कसरी गर्ने भन्ने कुरा पनि म त्यो गर्छु है त ओके ल अब यो गुगल एआई स्टुडियोको प्रयोग गरेर अडियो जेनेरेट गर्न हामी सक्छौं हामीलाई कुनै पनि रेकर्डेड के रे स्टुडियो चाहिदैन भन्ने कन्सेप्ट हजुरहरुले बुझ्नु पर्यो है अब फेरि यहाँनेरि अब थर्ड के रे अर्को थर्ड चाहिँ पर्सन पनि भएको चाहिँ कसरी गर्ने भन्ने कुरा आउन सक्छ हैन त्यति बेला चाहिँ हजुरहरुले अब सिंगल अडियोहरु जेनेरेट गर्ने र त्यो अडियोहरुलाई चाहिँ हजुरले यो त हामीले एडिटिङ गर्नुपर्छ नि त अडियोलाई पनि मिक्सिङ गर्नुपर्छ हैन त्यसलाई मिक्सिङ गर्ने पाटो भनेको हामी त्यसको कन्सेप्ट पनि पछि लास्टतिर यसो म हजुरहरुलाई भन्छु है ल अब गुगल एआई स्टुडियोबाट हजुरहरुले अडियो जेनेरेट गर्नु पर्दाखेरि सजिलैसँग सक्नुहुन्छ भन्ने मलाई लाग्छ है ल अब मैले यसलाई यही छोड्छु है अब हामी अर्को प्लेटफर्म तर्फ जान्छौं हजुरहरु अब के गर्ने भन्दाखेरि अघिको यो छ नि स्क्रिप्ट के रे यो अडियो संवाद छ यो ओके यही संवादलाई प्रयोग गरेर अब हामी के गर्छौं भन्दा 11 ल्याब्स र गुगल एआई स्टुडियोबाट एकदमै अडियो जेनेरेट गर्छौं अब मैले यसलाई एउटा न्यू च्याटमा लगे हजुरहरु पनि च्याट जीपीटी ओपन गर्नु होला र त्यसपछि एउटा न्यू च्याटमा लगेर यही कन्टेन्टलाई यहाँ हजुरले पेस्ट गरिदिनु होला यही कन्टेन्टलाई नै हामीले बनाऊँ न है अब के बनाउनु पर्यो भन्दा यो कन्टेन्टलाई अडियो बनाउँदै छौं हामी हैन यही कन्टेन्टलाई ल यही कन्टेन्टलाई 11 ल्याब्स बाट भनौं ल अथवा हामी दुईवटा सिक्छौं एउटा 11 ल्याब्स 11 ओके ल्याब्स बाट अडियो जेनेरेट जेनेरेट गर्न को लागि स्क्रिप्ट भनिदिनुस् SCRIPT स्क्रिप्ट भनेर हजुरले यो यही कन्टेन्टमा दुई चारवटा स्पेस अलि बढी दिनु होला र यसलाई पठाइदिनुस् यसले चाहिँ अब मैले यही कन्टेन्ट युज गरौँ भनेर हो 11 ल्याबबाट अडियो बनाउनको लागि हैन जेनेरेट गर्नको लागि चाहिँ स्क्रिप्ट बनाइदिए भन्नु पर्यो अनि यसलाई चाहिँ अब हामीले के भन्ने भन्दाखेरि हुक्स यो हुक भन्ने हुन्छ के यो हुक्स राख्ने भन्ने हुन्छ हजुरले यसलाई सिधै के लेख्दिनु होला र हुक सहितको भन्नुभयो भने याच ओके हुक सहितको यो हुक सहितको भन्नुभयो भने चाहिँ के हुन्छ भने नि जस्तो हामीले बोलिरहँदाखेरि
कसैले आइया भन्दाखेरि गरे जस्तो भनेको त्यो फिलिङ्स गरे जस्तो टाइपबाट चाहिँ यसले त्यो अडियोहरू जेनेरेट गर्छ क्या स्ट्रङ हुक सहितको भनेको छ होइन अब यसले हेर्नुहोस् त हुक युवा तेज र यहाँ चाहिँ प्रश्नमुखी यसमा स्वरमा चाहिँ हुक्स भन्नाले के भनेर बुझ्नु पर्यो सर? यसमा चाहिँ हुक्स भनेको चाहिँ जो एक्सप्रेसन के सर एक्सप्रेसन भनौँ न ए ओके जस्तो काहीँ पज हुन्छ होइन सर ओहो भन्दाखेरि अलि त्यो स्ट्रेन्ज टाइपको भयो नि साउन्ड होइन सर नेचुरल टाइप ओ राइट ओहो त्यो टाइपबाट कहाँ चाहिँ पज हुन्छ कहाँ चाहिँ कुन हुन्छ त्यसलाई चाहिँ यसले यो टाइपबाट मिलाउँछ कि सर त्यो आर्टिफिसियल रोबोटले बोलेको जस्तो मात्र होइन कि स्क्रिप्ट बोल्दा नेचुरल मान्छेले ह्युमनले बोले जस्तो होइन राइट त्यो टाइपले हुन्छ सर हस् ओके यो चाहिँ अब एकदम प्रत्येक भोइसमा छ यसलाई चाहिँ अब हामीले एउटै भोइसमा म बनाउँछु यसलाई अनि हजुरहरूलाई पनि त्यो पठाइदिन्छु त्यहाँनिर एउटै भोइसमा म बनाउँछु यसलाई एउटै प्याराग्राफमा यता चाहिँ एउटै प्याराग्राफमा बनाएर गर्दा बेटर सिङ्गल पनि हजुरहरूले जेनेरेट गर्न मिल्यो बट अहिले चाहिँ हामी एउटा अडियो बनाऊँ त्यो अडियोलाई एउटै प्याराग्राफमा एउटै टाइपमा जाने गरी म जेनेरेट गर्छु ल यसलाई चाहिँ ल अब हजुरहरूले एउटा कुन प्लेटफर्म खोल्नु होला भने क्रोममा जानुहोस् क्रोममा गएर हजुरले टाइप गर्नुहोस् 11 ल्याब्स भनेर ELEVEN 11 LABS ल्याब्स हजुरले 11 ल्याब्स भनेर सर्च गर्नुहोस् त यो 11 ल्याब्स भनेर 11 ल्याब्स भनेपछि हजुरलाई यो सेकेन्ड लिङ्क आउँछ क्या यस्तो 11labs.io भन्ने मेरो जस्तो इन्टरफेस खुल्छ हजुरको मेरोमा पनि यहाँ लगइन गरेको छैन म यसलाई लगइन गर्छु हजुरले लगइनमा जानु होला यस्तै इन्टरफेस खुल्यो नि हजुरको यसमा लगइन अप्सनमा जानुहोस् लगइनमा गएपछि हजुरले एउटा गुगललाई एक्सेस दिने हो यहाँ ओके हजुरको त्यसमा गुगललाई एक्सेस दिइसकेपछि यो टाइपको इन्टरफेस खुल्छ हजुरको मेरो जस्तै इन्टरफेस यस्तो खुल्छ यसमा चाहिँ यो चाहिँ अब हामी अपग्रेडेड गरेका छैन यो फ्री हो फ्रीमा हामीले सबै फिचर्सहरू प्रयोग गर्न यहाँ पाउँदैनौँ कि होइन हजुरले यसलाई पेडवाला लिइसकेपछि भनेको यहाँ धेरै काम गर्न पाउनुहुन्छ यो 11 ल्याब्समा टेस्टबाट स्पिच बनाउन सक्नुहुन्छ भोइस चेन्ज त यसले पनि गर्छ साउन्ड इफेक्टहरू बनाउन पाउनुहुन्छ भोइस आइसोलेटरहरू गर्नलाई होइन भोइस कोलोनीहरू गर्न पनि यसमा हजुरले पाउनुहुन्छ तर हामीले अहिले भनेको हामी अपग्रेड गर्दाखेरि अलिक कस्टली पनि छ यहाँनिर हजुरले यहाँ हेर्नु होला यो अहिले हामीले प्रयोग गरेको भने यो फर्स्ट प्याकेज हो यो यसमा भनेको 10,000 क्रेडिट आउँछ हामीलाई 10,000 क्रेडिटको यो फ्री प्लान हो फ्री प्लानमा हामीलाई आउने भनेको यति मात्रै आउँछ टेस्ट टु स्पिच आउँछ हाई क्वालिटी मोडल्सहरू होइन एडिसनल क्यारेक्टरहरू आउँछ त्यसपछि गएर हामीले भोइस चेन्ज गर्न पाउँछौँ भोइस चेन्जरहरू हुन्छ अनि कस्टम भोइसहरू यहाँ अब यिनीहरू गर्नलाई पाउँछौँ यति गर्न पाउने कुराहरू यहाँ दिएको छ है र यसको अब हामीले क्रिएटिभ प्लेटफर्म चुज गर्ने हो कि एजेन्ट प्लेटफर्म सर यो हामीलाई यो छ नि सर फ्री प्लान भन्ने छ फ्री प्लानलाई चाहिँ गर्नु पर्छ सर अहिले हामीले मैले के भन्छ लगइन गर्दाखेरि के भन्छ यहाँ क्रिएटिभ प्लेटफर्म होइन अनि एउटा एजेन्ट प्लेटफर्म भनेर दिएको छ त्यति अनि कन्टिन्यू भनेर आइरहेछ त्यही हजुरले क्रिएट गर्नुहोस् त क्रिएटर भनेर क्रिएटरमै गरेँ मैले हजुर यसमा नेपाली मात्रै एउटा छैन रहेछ हिन्दीसम्म मात्रै रहेछ है इङ्ग्लिस र हिन्दी मात्रै रहेछ गुगलको त्यही समस्या रहेछ त्यसो भए हजुर एकदम हामीले प्रिफर्ड ल्याङ्ग्वेज त इङ्ग्लिसै राख्नु पर्यो होइन त्यसो भए हजुर सर हजुर हजुरहरू सबैजना पुग्नुहोस् त त्यसमा
हामीले चाहिँ what would you like to do with 11 labs भनेर के भोइस ओभर गर्ने कि टेक्स्ट टु भनेर हामीले त सबै गर्छौँ होइन कि स्किप गरिदिनु यसलाई अहिले अहिले हजुरहरूले स्किप गर्दै जानुहोस् न, त्यसले त सबै भन्छ, त्यसलाई अहिले स्किप मात्रै गर्नुहोस् त। ओके अनि त्यो प्लान भनेको छ होइन हजुर मन्थली प्लान र स्किप त्यसलाई स्किप गरेर हजुर यो इन्टरफेस खुल्छ हजुरको ठ्याक्कै मैले अहिले देखाइरहेको यो टाइपको इन्टरफेस हेर्नुहोस् त। हजुर बस ल सबै साथीहरूको यो खुल्यो भन्नुहोस् त। त्यसपछि हजुरहरू यो टेस्ट टु स्पिच भन्नेमा जानु होला। कुनमा जाने भन्नुभयो रे? यो टेस्ट टु स्पिच भन्नेमा सबै साथीहरू टेस्ट टु स्पिच भन्नेमा जानुहोस् त। भयो भयो। यो टेस्ट टु स्पिचमा गइसकेपछि हजुरहरूले एउटा कुनै पनि यहाँनिर टेस्ट राखिदिनु भयो। टेस्ट राखिसकेपछि यसलाई जेनेरेट गर्ने हो है। यसलाई जेनेरेट गर्नुभन्दा अगाडि हजुरहरूले यहाँ के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि यो साइडमा आउनुभयो भने यहाँनिर हजुरले यसको स्पिड कति राख्ने, स्टेबिलिटी कति राख्ने होइन, यो टाइपलाई यसलाई धेरै हजुरहरूले नचलाउनुहोस्। जस्ट हजुरले यहाँ के गर्नुपर्छ भन्दाखेरि यो यो भोइसमा चाहिँ हजुरले कुन भोइस राख्ने यसलाई यसरी प्ले गर्दै त्यो Our distrust is very expensive. Just trust yourself. मेल फिमेल कुन भोइस राख्ने हो हजुरहरूले यहाँबाट सर्च गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ हिन्दी यसले सपोर्ट गर्ने भएको कारणले गर्दा हिन्दीमा पनि हजुरले यो माया भन्ने यिनीहरू अलिकति प्रोफेसनल टाइपले बच्छ, नेपाली क्लियर बच्छ, त्यो टाइपको हजुरहरूले प्रिन्ट गर्न सक्नुहुन्छ। ओके ल अब यहाँनिर हजुरहरूले एउटा कुनै भोइसलाई छानिदिनु भयो अनि यहाँनिर हजुरले यहाँ अब हिन्दी जापानिज चाइनिजहरू थुप्रै छ, नेपाली छैन। यहाँनिर हजुरलाई इन्डिया के अरे हिन्दी चाहिँ छान्न पाउनुहुन्छ। हजुरले त्यो हिन्दी छानेर अब यहाँनिर एउटा नेपाली छ तर नेपाली भनेर यसले चाहिँ त्यो टाइपले गर्दैन। एकचोटि म यसलाई एडिट स्टार्ट गरेर एउटा साउन्ड हेराएर हजुरलाई यिनीहरूले चाहिँ लगभग But नेपाली before we go any further, हो। Hey, यिनीहरू everybody. This is Juniper. I think I would be a great choice एउटा for your यसरी podcast. मैले एउटा I'm pretty laid साउन्डलाई back, यसरी pretty casual. छान्ने। Give me a try. ओके अब यहाँनिर हजुरले यो एउटा उसमा छ, यसलाई जेनेरेट गरेर यसलाई इन्हान्स गर्नुपर्ने हुन्छ। इन्हान्स गर्नुभयो भने यो हुकहरूलाई यसले मिलाउँछ। यो इन्हान्स भन्नेमा क्लिक गरिदिनु भयो भने म अहिले हजुरलाई फेरि रिपिट गर्छु। यो सब इन्हान्स गरिसकेपछि चाहिँ यसले के गर्छ भने यो स्पेसहरू जुन चाहिँ यहाँ कहाँनिर चाहिँ हजुरले अहिले मैले भने जस्तो हुकहरू राखेको छ नि त्यो हुकमा चाहिँ यसले चाहिँ त्यो टाइपबाट मिलाइदिन्छ, अटो यसले चाहिँ मिलाइदिन्छ। अनि हजुरले अब यहाँ जस्तो अघि हामीले सिङ्गल स्पिकर अर्को स्पिकर गरेर चाहिँ अघि हामीले बनाएको थियौँ। यसमा चाहिँ हजुरले 5 वटा 6 वटा 10 वटा जति क्यारेक्टरहरू पनि एड गर्न मिल्छ है संवाद बनाउँदाखेरि है। त्यो टाइपले यसमा चाहिँ जेनेरेट गर्न दिन्छ सकिन्छ। जस्तो मैले यो जेनेरेट गर्छु हजुरलाई फेरि देखाउँछु। यसलाई यहाँनिर जेनेरेट भने मैले ओके ल यो जनताको बहुदलीय जनवाद जिन ल एकचोटि यहाँनिर हेर्नुहोस् है त। अब यो जस्तो यो चाहिँ मैले पहिलाको कन्टेन्ट हो। यहाँनिर हुकहरू कहाँ राख्ने के राख्ने त्यो टाइपबाट यो जेनेरेट भएको छ। यो अलिकति सुनौँ है। जिन्दाबाद 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 नेपाल कम्युनिस्ट पार्टी एमाले मिलम्ची नगरपालिका 9 ज्यामिरे सिन्धुपाल्चोकको तर्फबाट सम्पूर्ण पार्टी नेता कार्यकर्ता शुभेच्छुक र आम जनसमुदायलाई हार्दिक निमन्त्रणा। यो चाहिँ कस्तोमा थियो भन्दाखेरि एउटा यो चाहिँ यो सूचना टाइपको होइन त्यो शैलीमा थियो। अब यो कन्टेन्ट यहाँ ल्याउने हजुरले बुझ्नु होला। ल यसलाई म फालिदिन्छु पहिला है। अब अघि हामीले जेनेरेट गरेको उहरूलाई लिएर हामी यहाँनिर ल त्यसको लागि यहाँनिर छ ओके अघि हामीले गरेको कुन चाहिँ भन्दाखेरि नेपाली राजनीति ओके ल यो नेपाली राजनीतिक वाला है त। यसको प्रत्येक संवादलाई हजुरले एउटा एउटा ल्याउन सक्नुहुन्छ। त्यसको लागि अघि हामीले हुक सहित बनाएको छ नि यहाँनिर हुक सहित ल्याउने। सो एकैचोटि सबै ल्याउन मिल्दैन? त्यसलाई मिल्छ तर हजुरले यो प्याराग्राफ छ भने त हजुरले टक्कै ल्याउन मिल्यो होइन। अब प्याराग्राफ छैन
त्यसलाई चाहिँ हजुरले हुकहरू राखेर बनाउनु भएको छ भने त्यस्तोलाई चाहिँ हजुरले सिङ्गल सिङ्गल ल्याउनु पर्ने हुन्छ। ए ओके त्यो अघिको हाम्रो कहाँ गयो त्यो ओके संवाद टाइपको त्यो संवाद छ भने मात्रै के भन्छ डायलेक्ट्सहरुमा मात्रै छुटे छुटे राख्नु पर्यो। अब हुक्स क्रिएट गर्यो भने पनि छुटे छुटे राख्नु पर्यो। नत्र भने चाहिँ त्यो स्टोरीहरु टाइपको भयो चाहिँ एकैचोटि ल्याएर हजुर राख्दा हजुर हुन्छ हजुर हैन। एकदम हुन्छ। हजुरसँग लङ टेस्ट त्यस्तो छ भने त त्यसलाई सिधै ल्याउन मिल्यो। त्यसलाई सिधै ल्याउन मिल्यो। जस्तो म अब यो अघिकै संवाद टाइपकोलाई चाहिँ यहाँनिरबाट म कुनटा लान्छु। यो 11 ल्याब्सको लागि हामीले भन्यौँ। त्यसपछि यही टेस्टलाई हामीले हुक सहितको भनेको छ। म हजुरलाई यो हुक सहितवाला ल हो यो हुक सहितवाला भनेको छ। यो टेस्ट चाहिँ म हजुरहरूलाई पठाइदिन्छु है त, त्यहाँनिर पठाइदिन्छु अनि हजुरहरूले नि जेनेरेट गर्नुहोस् अनि अलिक कुरो बुझिहालिन्छ। ल मैले हजुरहरूलाई यो हालिदिएँ। अब म यहाँबाट एउटा पहिला लान्छु। सिङ्गल सिङ्गल लान नि मिल्यो। हजुरले अहिले भने जस्तो सिधै प्याराग्राफ लान पनि मिल्यो कि। ल यति टेस्ट छ। यो टेस्टलाई हजुरले यहाँ ल्याउनु भयो, यहाँ राख्नुभयो। यो चाहिँ हजुरले के भयो भने एकछिन सोच्नुहोस् त भनेको छ होइन। अनि यहाँनिर पज भनेको छ। यो अहिले इन्हान्स गर्नुपर्छ यसलाई। अनि एउटा संवादमा यो भयो। जस्तो मैले भन्न खोजेको यो भोइस राखेर हजुरले जस्तो यहाँबाट प्ले गर्नुहोस्। कुन चाहिँ मनपर्छ Hello, हजुर? I'm Jane. I must not fear. हजुरले अब यहाँ Fear अलि is the mind अलि killer. नेपाली टाइपको कुनै एउटा Fear साउन्ड is होइन the little फर्स्ट death भोइसमा that brings total obliteration. Our distrust is very Di Indonesia, kita punya 2 tamu istimewa. As we are liberated from our own fear, our presence automatically liberates others. ल हजुरले एउटा यो राखिदिनु भयो। अब सेकेन्ड स्पिकरमा फेरि क्लिक गर्नुभयो। सेकेन्ड स्पिकरमा हजुरले फेरि कुन राख्ने यो भोइस यही राख्नुपर्छ भन्ने भएन। यसलाई हजुरले चेन्ज गरेर यहाँनिर अर्को राख्न सक्नुभयो क्या। Just trust yourself, then you will know how to live. As we are liberated from our The thing always happens that you really believe in. यो And the राखिदिनु भयो। belief in a thing. अब यो राखेर अर्को टेस्ट लिएर हामी यो सेकेन्ड टेस्टमा है यसरी सेकेन्ड टेस्ट ल्यायौँ। सेकेन्ड टेस्टलाई पनि यहाँ राखिदिनु भयो हजुरले। अब फेरि थर्ड टेस्टमा भनेको यहाँ यो बिलवाला छ नि, बिलवालै ठिक छ है। अब हजुरले धेरै नल्याउँ ल, यसमा चाहिँ थोरै थोरै ल्याएर राखिदिउँ। यो थर्डको यति राखिदिउँ ल, यति ल्याएर यसलाई चाहिँ टेस्ट गरौँ है। अब हजुरले के गर्ने भन्दाखेरि यो इन्हान्स गरिदिनु भयो भने यो कहाँ स्ट्रेसहरू रहन्छ, कहाँनिर पजहरू छ, यसले यो मिलाउँछ। इन्हान्स गरिदिनु भयो। अब इन्हान्स गरेपछि हजुरको यो पजहरू यहाँ कहाँ यसले यो इन्हान्स गरेपछि मिलाउँछ। अनि हजुरले यहाँ के गर्नु पर्यो, जेनेरेट गर्नु पर्यो। ओके मेरो चाहिँ अब रिच भयो। हजुरहरूकोमा जेनेरेट हुन्छ होला, मेरोमा चाहिँ यसले अनयुजुअल एक्टिभिटी डिटेक्ट भन्यो है। अब एउटा मात्र क्रिएट भयो, अरू क्रिएट भएन। हजुरहरूकोमा क्रिएट हुन्छ होला सायद, हेर्नुहोस् त मेरोमा क्रिएट गरेन यसले। 11 ल्याब्सहरूमा नि इस्यु छ है आजकल, धेरै यसले नि काम गरिरहेको छैन। एउटा चाहिँ गऱ्यो, यो अल्फामा भएन, अर्को हेर्छु है त एउटा कुनै। त्यो माथिको सर त्यो भोइस 1 भोइस 2 भन्ने छ। त्यो भोइस 2 को त्यो माथिको त्यो शीर्षक जस्तो गरेर त्यो जुन टाइटल आछ नि, त्यो टाइटल चाहिँ राख्नु पर्दैन है। त्यो परेन सर, त्यो राख्यो भने त त्यही बोल्छ नि सर, त्यो राख्नु परेन। मात्र चाहिँ बोल्ने यसले बोल्ने टेस्ट कुन हो त्यो राखिदिनु पर्छ सर। स्पिकर 1 2 हजुर त्यो चाहिँ राख्नु पर्यो सर। सर हजुर सर भन्नुहोस् त। यो हामीले अलरेडी यो जेनेरेट गरिसकेपछि फेरि यसलाई एडिट गरेर त्यो भोइस चेन्ज गर्न मिल्छ कि मिलेन? त्यो भोइसलाई त हजुरले गर्नु मिलेन, फेरि रिजेनेरेट गर्ने, भोइसलाई रिजेनेरेट गर्ने सर। ए हजुर हजुर, त्यही त हाम्रो त यो अहिले क्यारेक्टर 1 र 2 छ नि त। हो त्यसमा चाहिँ फेरि हामीले भोइस चेन्ज गर्नको लागि रिजेनेरेट गर्नु पर्यो हैन त? हजुर सर, हजुर हजुर हजुर। ए हुन्छ सर। मेरो यसमा म अर्को खोल्छु है, एकचोटि 11 ल्याब्स यसमा अलिक काम गरेन, यसले चाहिँ गर्छु कि अर्कोमा नि खोल्छु। सर त्यो मेरोमा कि एड स्पिकरको अप्सन आएन। हजुरको आएन सर?
11 ल्याब्स चाहिँ त्यति कस्ट पनि छैन हजुरहरूले एउटा 11 ल्याब्सहरू लियो भने बेटर हुन्छ यो फ्री ऊहरू चाहिँ खासै काम गरिरहेको छैन कति पर्छ र 11 ल्याब्सको सर पेड 11 गर्छ ल्याब्स मैले नि पहिला लिएको थिएँ एउटा 13 मन्थको के अरे 3 मन्थहरू प्याकेज यस्तै सर्ट प्याकेज हुन्छ सर यिनीहरू पनि अब यो सस्तोमा लिँदाखेरि सस्तो भने कति त नि कति तिर्नुपर्छ त नि यो न्युजमा 3000 त लिएर आइरहेको छ सुनिरहेको छु मैले त ए सर रमाइलो हुँदो रहेछ मजाले देखाउँदो रहेछ गर्छ सर यसले त गजब त्यो इनहेन्स गर्न चाहिँ बिर्सनु भएन सर इनहेन्स गर्दा त्यति राम्रो साउन्ड आउँछ नि गजब साउन्ड आउँछ इनेन्स अल्फा ल्याएछ त्यसमा क्लिक गरेको थिएँ त्यो एकदम नेचुरल साउन्ड आउँछ एकदम बेटर आउँछ सर त्यो इनहेन्स गरेपछि मेरोमा मैले धेरै गरे पनि अनि अलि बढी रिच भइसक्यो म अर्को अकाउन्टबाट ट्राई गर्छु एउटा है त हजुरहरूको सुरुमा छ भने आउँछ त एकचोटि ट्राई गर्नुहोस् त धेरै अडियोहरू जेनेरेट गर्ने अनि ल्याउने गर्नुहोस् न त्यो गुगल एआई स्टुडियो भन्दा यहाँ राम्रो दिन्छ सर तर यसले चाहिँ 1000 क्रेडिट मात्र हुन्छ क्या फ्रीमा हजुरले त्यहाँ तल देख्नुहुन्छ हो यहाँनिर हेर्नुहोस् है त यहाँनिर चाहिँ तल 1000 क्रेडिट मात्रै हुन्छ कि हामीलाई यो प्याकेजमा जस्तो टेस्ट टु स्पिचमा म गएँ सरको यस्तै आयो भन्नुभयो हजुर सर हजुर इनेन्स मजाको त्यो पुरै संवाद गर्यो हुन्छ रेडियो एफएमहरु सुने जस्तै पुरै भोइस आयो कि आउँछ सर त्यसले त पुरै सञ्चार माध्यममै बसेर हो एकदम आउँछ सर आउँछ त्यो मजाले आउँछ ल जस्तो म त्यही अहिलेको टेस्टलाई यहाँ लिएर आउँछु है त ओके पुरै संवाद टाइपको टेस्ट थियो कहाँ पुग्यो यो ओके यही टेस्टलाई ल्याउँछु म यहाँनिर सरी ओके मैले यहाँनिर यसलाई पेस्ट गरिदिएँ अनसपोर्टेड ल्याङ्ग्वेज भनेर आएछ म एकचोटि ल्याङ्ग्वेज चाहिँ यसको नेपाली ल्याङ्ग्वेज हजुरको यो आएन यसरी चाहिँ उ गर्न आउँछ सर यसरी नेपाली पनि भन्छ यसले तर यहाँनिर नेपालीकोमा के छ हेर्नु त साउन्डहरू एउटा कुनै साउन्ड गर्नुस् न Hey, everybody. This is Juniper. I think I would be a great choice for your podcast. I'm pretty laid back and pretty casual. Give me a try. ओके ल मैले यसलाई गरिदिएँ अर्को दुईवटा मात्रै राखेर गर्छु है दुईवटा अर्को स्पिकर राखेँ यहाँनिर अर्को स्पिकर ओके सेकेन्ड स्पिकरमा यो छ ल ओके सेकेन्ड स्पिकरमा यो राखेर मैले यसलाई इन्हान्स गरिदिएँ हजुरले यो सेम नराख्नु होला यसमा चाहिँ अर्को राखिदिउँ न यसरी है त ल राजनीतिक कुरा ओके ल यसमा चाहिँ अर्कै साउन्ड राखिदिउँ न एउटै सेम साउन्ड नराखौँ अलिक फरक लागोस् Architecture is the thoughtful arrangement of space to uplift the spirit. ल यो पछि इन्हान्स गर्न नबिर्सिनु होला हजुरहरूले इन्हान्स गरेपछि उहरूले यसले मिलाउँछ कहाँनिर पज हुन्छ कहाँनिर चाहिँ त्यो फिलिङ्स टाइपको आउँछ अनि यसलाई जेनेरेट गर्नु लगाउनुहोस् मेरो यसमा नि अनयुजलै भन्यो हजुरहरूकोमा भइरहेछ होला यो त्यो हालेर हजुरले गर्ने विकल्प भनेको यही नै हो है त हजुरले यो प्लेटफर्मको युज गर्नु होला मेरोमा जेनेरेट भइरहेको छैन आज यसले चाहिँ के गर्छ भने एउटै डिभाइसबाट गर्दा राजनीति देश बनाउने साधन हो सर एड स्पिकर आइराखेको छैन मेरोमा एड स्पिकर आइराखेको छैन आउनु पर्ने हजुरले माथि टेस्ट टु स्पिच भन्नेमा जानुस् त सर त्यो टेक्स्ट स्पिचमा गएर मैले कन्टेन्ट पनि हालेँ अनि जेनेरेट स्पिच पनि गरेँ तर त्यो बजिरहेको छ त्यो कुरा तर त्यो एड स्पिकर चाहिँ आइरहेको छैन यो हजुरले यहाँनिर गएर 11 ल्याब्स कुन मोडल कुनमा चेन्ज भएको छ हेर्नुहोस् त्यो 11 ल्याब मल्टिलिङ्गुअल यो कुन चाहिँमा भएको छ ए हजुरले त्यो मल्टीमा छ सर हजुरको उसमा छ 11 फ्ल्यास V2 मा छ सर V2 मा V2 मा गर्दा चाहिँ हजुरले V2 मा गर्दा चाहिँ हजुरले यो V2 चाहिँ जेनेरेटले गर्छ यो नि गरिराख्नु यो V2 नराख्नुस् हजुरले V2 नराख्नु यो मल्टिलिङ्गुअल राख्नुस् न मल्टिलिङ्क कुन हाई क्वालिटी हो हाई क्वालिटी
त्यसमा नि रहन्छ सर। अनसपोर्टेड ल्याङ्ग्वेज उसमा जानुहोस्, त्यसो भने यो उसमा चाहिँ जानु हजुरले 11 ल्याब्स V3 अल्फा फर्स्टमा। भयो सर? त्यो अल्फामा गर्छ अल्फा गेट स्टार्ट अल्फामा चाहिँ अल्फामा चाहिँ हुन्छ अल्फामा हुन्छ सर। अल्फामा भयो ल मेरो त जेनेरेटै भएन। अब हजुरहरूले यसमा जेनेरेट गर्नु होला। मैले हजुरहरूलाई भनेले इन्हान्स गर्नु होला। इन्हान्स गरेपछि त्यसको यो मिलाउँछ यसले। हजुरहरूले यो हुक राखेर चाहिँ टेस्ट अडियो जेनेरेट गर्दा चाहिँ हजुरले हुक राखेर बनाउनु पर्छ। ओके प्रदीप सर, हजुरले ह्यान्ड रेज गर्नुभएको छ भन्नुहोस् त। होइन नि सर, ऐन नै गरेको ए भइसक्यो। ओके 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 ल ठिक छ। ल ठिक छ। अब हजुरहरूलाई म यहाँ पनि झुल्दिनँ, हजुरहरूले प्र्याक्टिस गर्नु होला। आज भिडियो रेकर्ड पनि गराएको छु, त्यो भिडियो पनि हेर्नु होला र 11 ल्याब्समा ल्याएर अडियो कसरी जेनेरेट गर्ने भन्ने कुराहरू हजुरहरूले गर्न सक्नुहुन्छ। यहाँ अरू काम गर्न पनि सक्नुहुन्छ, जस्तो भोइस चेन्ज गर्नको लागि भोइस चेन्ज गर्न पनि सक्नुहुन्छ हजुरले। जस्तो भोइस चेन्ज गर्नको लागि एउटा केही रेकर्ड गरेर यहाँ ल्याएर अब यहाँ रेकर्ड गर्यो हामीले, जस्तो इनेबल रेकर्ड गरेर अब यहाँ अहिले भनेका कुराहरू सबै यहाँ रेकर्ड गर्यो हामीले होइन। अब यो ओके ल यहाँ रेकर्ड गरौँ है त। यहाँ अब अहिले आएको कुराहरूलाई यसरी रेकर्ड गरेर हजुरले आफूले यो रेकर्ड गरेको कुराहरूलाई अनि यहाँ ल्याएर भोइस चेन्ज पनि गर्न सक्नुहुन्छ क्या। यहाँको भोइस राखेर यसलाई अलिक स्टुडियो टाइपको भोइसमा अथवा मेल भोइस छ भने त्यसलाई फिमेल भोइसमा त्यो टाइपबाट पनि जेनेरेट गर्न सक्नुहुन्छ है। यसरी चाहिँ अब हजुरले कति मिनटसम्मको भन्दाखेरि यो फ्री भर्सनमा चाहिँ 5 मिनटसम्मको अडियोलाई चाहिँ हजुरले भोइस चेन्ज गरेर बनाउन सक्नुहुन्छ यहाँनिर है। हामीले बनाएको उसलाई त्यसरी गर्न सक्नुहुन्छ। ओके ल मैले यतिकैमा स्टप गरेँ है त। यसले के भन्छ है त। यहाँ अब अहिले आएको कुराहरूलाई यसरी रेकर्ड गरेर ओके यो भयो। क्लिक टु जेनेरेट प्रोसेसिङ। अब यहाँनिर हजुरले अब के गर्न सक्नुहुन्छ भन्दा यहाँ भोइस यो छान्दिएर But before we go any further, congratulations. Hey, everybody. This is Juniper. I think I would be a great choice for your podcast. ल अब यसलाई यहाँ के गर्न सक्नुहुन्छ हजुरले यहाँनिर जेनेरेट भनिदिनु सक्नुहुन्छ। मेरो चाहिँ यो उ भइरहेको छैन है। फ्री ट्रायल इज डिजेबल भएको छ। टेम्पोररी डिजेबल फ्री एक्सेस फ्रम रेड कनेक्सन ड्यु टु अनयुजल भनेको मेरो अब कि त अर्कै डिभाइस युज गर्नुपर्ने हुन्छ। हजुरले कन्सेप्ट बुझ्नु होला यहाँनिर है। यहाँ भोइस चेन्जरमा भनेको हजुरसँग अलरेडी भोइस छ भने पनि त्यहाँ ल्याएर अपलोड गर्न सक्नुभयो। छैन भने यहाँ भोइस रेकर्ड गरेर हजुरले यहाँ भएको यो स्टुडियो टाइपको भोइसमा चाहिँ मजाले यसलाई चाहिँ चेन्ज गरेर बनाउन सक्नुहुन्छ। मैले आफ्नै भोइस पनि त्यसमै रेकर्ड गरेर त्यहाँ राख्न मिल्ने भयो। मजाले मिल्यो सर, हजुरले मजाले मिल्छ सर। यहाँ हजुरले यो पेडवालामा त हजुरले आफ्नो भोइस पनि राख्न सकिन्छ कि यहाँनिर। अनि कुन भोइसमा चाहिँ त्यो राख्ने भनेर त्यो पनि पाउनुहुन्छ। त्यो पेडवाला लियौँ भने धेरै फिचर्सहरू हुन्छ। सर त्यो के क्रेडिट भनेको चाहिँ के हो र? क्रेडिट भनेको चाहिँ हजुरलाई यो 1000 क्रेडिट दिएको हुन्छ सर यसले। अहिले हामी भनेको यो प्लानमा छौँ सर, यो फ्री प्लानमा छौँ। फ्री प्लानमा भनेको मन्थली क्रेडिट यसले 1000 क्रेडिट दिन्छ। यो 1000 क्रेडिटमा चाहिँ हामीले फ्रीमा गर्नुपर्छ। स्टार्टर प्लान भनेको $5 महिनाको $5 तिरेर गऱ्यौँ भने यसमा हजुरले 3000 क्रेडिट पाउनुहुन्छ। क्रेडिट भन न, क्रेडिट भनेको के हो र? खास त बुझिनँ कि मैले। 3000 चोटि क्वेसन सोध्ने हो कि 3000 वटा हो कि के हो? होइन सर, यस्तो हुन्छ जस्तो हजुरले एउटा अडियो जेनेरेट गर्दाखेरि कति क्रेडिट जाने भन्ने हुन्छ। मानिलिउँ क्रेडिट भनेको डलर भनौँ न हजुरले होइन, क्वाइन्स हो सर, क्वाइन भनौँ न यसलाई। पोइन्ट सक्यो भने हुन्छ नि। राइट, त्यो टाइपबाट हुन्छ। ल यसमा साउन्ड इफेक्टहरू पनि बनाउन सक्नुभयो यहाँनिर। अब साउन्ड इफेक्ट चाहिँ हजुरलाई कस्तो टाइपको साउन्डहरू चाहियो होइन। अब क्र्यास भएको, प्लेन क्र्यास अथवा हजुरको चाहिँ कुनै रोयर साउन्डहरू अथवा घोस्ट साउन्डहरू होइन, यहाँ अलिकति हजुरले डिस्क्राइब गरिदिएपछि त्यो टाइपबाट चाहिँ यसले साउन्ड जेनेरेट गर्ने भयो। यहाँनिर हजुरले जस्तो बिग लाफिङ होइन, यसले GHING बिग लाफिङ भन्नुभयो यहाँनिर हजुरले दिनुभयो भने यसले अब त्यो बिग लाफ अलि गरेको यसले चाहिँ जेनेरेट गर्ने भयो। ओके मेरोले चाहिँ काम गरिरहेको छैन है। 11 labs ओके मेरोले चाहिँ जेनेरेट भइरहेको छैन। हजुरहरूले त्यो पनि काम गर्न सक्नुहुन्छ है। यहाँनिर कस्तो राख्ने, त्यसपछि गएर एउटा
ऊ हुँदा चाहिँ यसले 200 क्रेडिट जाने रहेछ है। हजुरले एउटा त्यो साउन्ड इफेक्टहरू चाहिँ बनाउँदाखेरि चाहिँ 200 क्रेडिट चाहिँ जान्छ है। अब विशेष गरी यहाँ अहिले हामीले फ्रीमा चलाउन पाउने भनेको चाहिँ यो टेस्ट टु स्पिच हो। टेस्ट टु स्पिच पनि हजुरको यसले काम गरिरहेको छैन कि, यो धेरै इस्यु आइरहेको छ 11 ल्याब्सको। यसलाई पनि हामीले धेरै टाइम दिएनौँ, हजुरहरू प्र्याक्टिस गर्नु होला। अब अर्को अनि त्यो प्लेटफर्म हजुर त्यो के सर साउन्ड इफेक्टमा के त्यो 11 ल्याब्स भन्नु बिचमा किन भन्ने हो त्यो चाहिँ भनिराख्ने हो होइन होइन त्यो त ऊ आएको सर, त्यो एड हो अलरेडी त्यो चाहिँ अलरेडी एड हो, त्यसको अलरेडी हो क्या सर, अहिले आउँदैन त्यो। हजुरले जेनेरेट गर्यो, यो जेनेरेट गरेको होइन, त्यहाँ अलरेडी भएकोहरू हो त्यो है। ए ठिक ठिक। ल जस्तै मैले त हर्स साउन्ड भन्दाखेरि चाहिँ त्यो घोडा कराएको आयो नि बिचमा 11 ल्याब्स पनि भनेको त्यसले। हो यो हाम्रो फ्री भर्सन हो क्या सर, ए त्यही भएर होला, यदि पेडवालामा चाहिँ त्यो आउन होला। आउन्न सर आउन्न। ओके ल अब म हजुरहरूलाई अर्को एउटा एकदम बेस्ट छ, त्यो रमाइलो पनि छ 11 ल्याब्स भन्ने, अनि अर्को हामी जानुपर्छ। ल अब हजुरहरू यसलाई पनि यो तल तलको भनिदिनु न एकचोटि इमेज टु भिडियो टेम्प्लेट यिनीहरूको पनि एकचोटि सर डिस्क्राइब गरिदिनुहोस् न। हो यो यिनीहरूले गर्दैन क्या सर, भोइस आइसोलेसन जस्तो अहिले हजुरले भने जस्तै भोइस कोलोनीहरू गर्ने होइन, भोइस यसलाई चाहिँ आइसोलेट गर्ने जस्तो यहाँ मसँग भोइसहरू छैन, यसले गर्दैन काम। त्यो भएर मैले हजुरलाई यो पेडवाला भएको भए हामीलाई अलिक बेटर हुन्थ्यो है। हजुर सरले पनि पेडवाला लिनु भएको छ नि सर। होइन मैले लिएको थिएँ सर, त्यति युज भएन, त्यो भएपछि त्यतिकै गयो कि सर त्यो, अनि त्यसलाई चाहिँ खासै मेरोमा यही इस्यु आएको छ। मैले हजुर इमेज टु भिडियो भनेको चाहिँ के हामीले इमेज दिने अनि आफै भिडियो बन्छ कि के हो सर त्यो? हो इमेजलाई चाहिँ भिडियो बनाउने, त्यो त हामीले पढ्नै बाँकी नै छ सर, त्यो त्यतातिर हामी जान्छौँ, त्यतातिर नै हामी जान्छौँ। यो हामीलाई उ नै गरेको छैन सर, यो क्रेडिट नै चाहिन्छ यहाँनिर, त्यो भएर यसमा हामी टाइम वेस्ट नगर्दा बेटर हुन्छ है सर। ओके हुन्छ सर हुन्छ। ल अब भनेको हजुरहरूले एउटा प्लेटफर्म भन्ने कुन छ भन्नु होला भने भोइस किलर भन्ने, हजुरहरू उसमा जानुहोस् त, क्रोममा गएर भोइस किलर भनेर सर्च गर्नुहोस् त। यो भोइस किलर भन्ने सबैजना भोइस किलर भन्नेमा जानुहोस् त ल। यस्तो टाइपको इन्टरफेस खुल्छ हजुरको। फेरि मैले अगाडिबाट देखाएँ हजुरलाई, भोइस किलर भनेर टाइप गर्नु होला र यस्तो यो भी भएको पहेँलो भएको है हजुर, भोइस किलरको पनि यो पहेँलो छ नि यस्तो टाइपको लोगोमा चाहिँ भएकोलाई ओपन गर्नु होला है। त्यसपछि हजुरले लगइन गर्नुहोस्, लगइन भन्ने अप्सन दिन्छ। लगइन भनेपछि हजुरले आफ्नै कुनै साइनिङ अब एकाउन्ट बनाउनु भएको छ भने चाहिँ यहाँ हान्ने हो, पछि हामीले एकाउन्ट लिएपछि, होइन भने हजुरले गुगल गर्नुहोस् होला, कन्टिन्यू विथ गुगल गर्नु होला। मेरो पहिला एक्सेस गराएको भएर यस्तो टाइप आयो, हजुरकोमा यस्तो नआउन नि सक्ला। यो इन्टरफेस खुल्छ हजुरको, हेर्नुहोस् त ल, यति पुग्नुहोस् त ल सबै साथीहरू। मेरो त मोबाइल मात्रै हो सर, म त हेर्ने मात्रै हो। होइन मोबाइलमा नि हुन्छ नि सर, जानुहोस् न, भोइस किलर भइहाल्छ नि सर। होइन हुन्छ फेरि यता काट्यो भने भनेर नि। ए ठिक छ, अहिले भिडियो हेर्नु होला। हुन्छ ओके भोइस किलर हजुरको यतिमा जानुहोस् त ल। गयो सर। यो टाइपबाट हजुरहरूको सबैको खुल्यो नि। अब मैले यहाँ फेरि के भन्छु भने हजुरलाई फ्री भनेको 8000 क्यारेक्टर मात्रै दिन्छ भनेको, 8000 यो टेस्ट चाहिँ यसले चाहिँ 1 महिनामा यसले यो दिन्छ क्या भोइस जेनेरेट गर्नको लागि है। यसको प्राइसिङको बारेमा पनि म अहिले भन्छु, त्यति महँगो यो छैन, हामीले लिएर चलाउँदाखेरि पनि यसलाई मजाले गर्न सक्छौँ है। अब हजुरले यो फाइलको नेम राख्न सक्नुहुन्छ, जस्तै अडियो बनाउँदा के अडियो छ एउटा होइन, अब जस्तै न्यू अडियो अथवा आजको कुनै एउटा हजुरले राखिदिन सक्नुहुन्छ, अनि यहाँ ल्याएर टेस्ट राख्ने हो। अब अहिलेकोबाट हामी टेस्ट जेनेरेट गरौँ है त। अब टेस्ट जेनेरेट गरौँ, यहाँनिर एउटा ओके टेस्ट जेनेरेट गरौँ कि ल, एउटा म नयाँ टेस्ट ल्याउँ न एउटा है, यही टेस्टलाई कति यो मात्रै गरौँ ल। म च्याट जिपिटीबाट एउटा टेस्ट ल्याउँछु। टेस्ट कस्तो भने
भूतको कथा इन नेपाली ल एउटा भूतको कथा ल्याउँ नेपालीमा धेरै लामो आयो के हो ओके ल मैले यसलाई यति कपी गरेँ है त यो भूतको कथा है यसलाई चाहिँ कपी गरेँ न्यु च्याटमा लगेर यसलाई प्युरिफाई गर्ने के हजुरसँग एउटा यतिको कथाको एउटा टेस्ट भयो यसलाई प्युरिफाई गर्ने चाहिँ कसरी भन्नु होला भने नि यो कथालाई भोइस किलरबाट अडियो जेनेरेट गर्नको लागि हुक सहितको भन्नुपर्छ हजुरहरूले है हुक सहितको स्क्रिप्ट बनाउन पर्यो हजुर यति भनिदिनु भयो भने यसले के गर्छ भने बीचबीचमा यो कथाहरूको हुक सहित राखेर टक्क चाहिँ यसले के गरिदिन्छ भोइस जेनेरेट के अरे ऊ जेनेरेट गरिदिन्छ स्क्रिप्ट जेनेरेट गरिदिन्छ यसरी चाहिँ यसले गरिदिन्छ क्या यसरी डरलाग्दो स्परमा हो कि आज पनि गाउँलेहरू भन्छन् इनार छेउमा सेतो साडी फर्काउँछ कि यस्तो टाइप अब यो भोइस किलर एक्ज्याक्ट स्टाइल प्रम्प्ट भनेर अब हजुरले पुरै प्रम्प्टलाई चाहिँ के गर्न सक्नुहुन्छ एउटै प्रम्प्ट बनाउन सक्नुहुन्छ है यसलाई चाहिँ भोइस किलर एक्सट्र्याक्ट भोइस स्टाइल प्रम्प्ट भनेर भनिदिनु भयो भने यसले त्यो प्रम्प्ट चाहिँ जेनेरेट गरिदिन्छ यसलाई हजुरले प्युरिफाई गर्दै 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 लाने हो यसले प्युरिफाई गर्छ न्यारेटरलाई घोष छुट्टै जेनेरेट गर्नुहोस् घोस्ट लाइनहरू होइन यसले चाहिँ अब हामीलाई त्यो चाहिँ एउटा पुरै एक्ज्याक्ट हुनको लागि चाहिँ कस्तो भने त्यसमा हुक्सहरू चाहिँ प्रत्येक उसमा चाहिँ छुट्टा छुट्टै राखेर जस्तो पानी दिउँ अब त्यहाँनिर अलिकति त्यो एक्सप्रेसन गर्ने टाइपबाट चाहिँ यसले जेनेरेट गरिदिन्छ ल अब थोरै म लगेर हजुरलाई पहिला जेनेरेट गर्छु है त जस्तो यो एउटा लग्छु ल ओके मेरो यसमा होला सायद यहाँनिर गएर हजुरले यसरी यसलाई हालिदिनु भयो यो हाल्नुभयो यहाँनिर यो छ नि यो इन्स्ट्रक्सनमा हाल्नुपर्छ यो कुराहरू चाहिँ है हजुरले जस्तो यो कुरा चाहिँ इन्स्ट्रक्सनमा हाल्नुपर्ने हुन्छ यो माथिको कुरा यति कुरालाई चाहिँ हजुरले इन्स्ट्रक्सनमा यहाँ यति काटिदिन्छु म हजुरले त्यो इन्स्ट्रक्सनमा हाल्नुपर्छ यसमा चाहिँ के क्लियर छ भने हजुरले सेलेक्ट भोइस पहिला भोइस छान्नु पर्यो कस्तो भोइसमा हजुरले प्ले गर्दै हेर्दै गर्न मिल्छ मेल भोइस फिमेल भोइस होइन हजुरले यसलाई प्ले गर्दै हेर्दै गर्न मिल्छ Our voice generator produces Our voice generator produces high-quality, human-like speech in over 50 languages, ideal for audiobooks, video voiceovers, commercials. ल हजुरले यसलाई छानिदिनु भयो यसलाई अनि इन्स्ट्रक्सनमा यो इन्स्ट्रक्सनमा हजुरले यहाँ क्लिक गर्नुभयो भने कस्तो भोइस जेनेरेट गर्दै हुनुहुन्छ त्यो क्लियर गर्नु पर्यो हजुरले एडभर्टाइजमेन्ट टाइपको हो कि होइन उसको एआई टाइपको हो कि एलिन टाइपको हो कि कस्तो टाइपको चाहिँ भोइस जेनेरेट गर्दै हुनुहुन्छ यहाँनिर 65 टाइपको चाहिँ उहरू छन् है अब त्यसलाई अनि हजुरले इन्स्ट्रक्सनमा लेख्ने भनेको चाहिँ यो एआई चाहिँ नराख्नु होला हजुरले है यहाँ थुप्रै अलिक तल जान दिएन यसले मेरोमा किन दिइरहेको छ ओके एआई मात्रै दिइरहेछ अल गरौँ है त यहाँनिर अल 65 ओके इमोसन टाइपको जस्तो अब एङ्ग्री होइन काल्म टाइपको अब क्यारेक्टर टाइपको एलिन भयो कार्टुन टाइपको हजुरले कुन टाइपको चाहिँ उ गर्ने हो त्यो टाइपबाट यसरी चाहिँ एनाउन्स टाइपको
यहाँ सेलेक्ट गर्न सक्नुहुन्छ हजुरले यो इन्स्ट्रक्सनलाई चाहिँ ल्याएर अनि हामीले यहाँ राख्नुपर्ने हुन्छ हामीले कुन टाइपबाट जेनेरेट गर्दैछौँ त्यो टाइपबाट चाहिँ गर्नु पर्यो जस्तै अब हामीले यहाँ घोषको एसएनको अरबिक अस्ट्रेलियन होइन यसले चाहिँ सर यो मेरोमा अलिक चलेन सर एकदम लिस्ट दिएन हजुरको यहाँनिर के दिन्छ भन्नु होला भने होरर टाइपको भनेपछि यहाँ होरर गरौँ है त Attention, everyone. May I have your attention, please? The school talent show will begin in. Our voice. ओके यहाँबाट हजुरले प्ले गर्दै हेर्दै गर्न सक्नुहुने भयो जस्तो म एउटा राखेर Our एउटा voice generator produces high quality, human like speech in over 50 languages. Our voice. ओके ल अब यही साउन्डलाई राखेर एकचोटि जेनेरेट गर्छु है त म यसमा चाहिँ हजुरको 122 वर्डहरू चाहिँ गयो है अब यो चाहिँ के गर्नु पर्यो भने हजुरले 8000 क्यारेक्टर भन्दा दिँदैन हामीलाई है यहाँ जेनेरेट यहाँ हजुरले प्रिभ्यू गरेर हेर्न नि मिल्छ यदि कसैले तपाईलाई भन्यो साँझपछि इनार नजानु तपाई पत्याउनुहुन्छ यो कथा हो एक जनाको जसले पत्याएन हेर्नुहोस् त हामीले एउटा घोस्टको यो त मैले थोरै कन्टेन्ट ल्याएको छु सबै सर्लक्कै हाल्नको लागि म फेरि त्यो हजुरलाई देखाउँछु यहाँनिर मेरो इन्स्ट्रक्सनमा अलिकति यसले भएन म त्यो ल्याएरै हालिदिन्छु है त अब यहाँ हामीले यो छ नि हुक सहितको कहाँदेखिसम्म छ भन्नु होला भने यो पुरै आइदियो क्या एकैचोटि यदि चाहन्छ भने भोइस किलर ब्याकग्राउन्ड म्युजिक ओके टिकटक रिच फिमेल घोस्ट भोइस स्क्रिप्ट चाहिँ भन्ने है त सेपरेट ओके यसलाई भनिदिएर यहाँनिर म टोटल्ली यसलाई लिएर आउँछु है अब चाहिँ ओके ओके बस एकैचोटि टोटली गऱ्यो भन्दाखेरि एउटै भोइस हुन्छ होला नि त सर फाल्टै फाल्टै भोइस त लाउन मिलेन नि त होइन र एकैचोटि सबै गर्दाखेरि एकैचोटि हजुरले चाहिँ त्यो कथाकै उसमा पनि यो अलिकति उ गरिदियो कि यसले स्क्रिप्ट भनेको पिस पिस बनाइदियो क्या सर यसले चाहिँ एउटैमा भएको भए बेटर हुन्थ्यो जस्तो मैले हजुरलाई यहाँ फेरि यसलाई भने जस्तो यही भनौँ न यही कुरा छ हो यति टोटलीलाई हो यति यति छ नि कन्भर्सेसन टाइपमा लग्यौँ भन्दाखेरि सबैलाई त्यो एउटैको भोइस हुन्छ नि त एकैचोटि लग्दा त हो अब जस्तो म यसबाट न्युजमै गएर यसलाई प्युरिफाई गर्छु जस्तो यो कथा छ यसलाई चाहिँ जस्तो यसलाई 11 ल्याब्सबाट ELEVEN ल्याब्सबाट 11 ल्याब्सबाट अडियो GENERATE गर्न पर्यो भोइस किलरबाट हो सर भोइस किलर हैन र ओके 11 ल्याब्स हैन भोइस किलर है सरी भोइस किलर हो भोइस किलरबाट भन्दिनुस् है यसलाई प्याराग्राफमै दियो भने बेटर भएको मैले त्यो उसमा गरेँ के यसले ओके अब चाहिँ हुन्छ ल अब चाहिँ हुन्छ है त धेरै लामो रहेछ त ल ठिक छ ल यहाँबाट मैले कपी गर्ने है त टोटल्ली कथालाई कपी गर्ने ओके यति गरेर मैले कपी गरेँ त्यसपछि गएर यहाँ आएँ यहाँ आएर हजुरले यसलाई कपी गरिदिनुहोस्
यति राखिदिनु भयो यसको नाम राखिदिनु ल एउटा घोस्ट अब यो चाहिँ कति छ भन्दा 1400 यति जाने रहेछ है STORY भनिदिनु भयो यसको लागि इन्स्ट्रक्सन पनि त्यहीँबाट लिएर हामीले ल इन्स्ट्रक्सन भन्नुभयो हजुरले है यो इन्स्ट्रक्सन भनेको चाहिँ यसलाई कपी गरिदिनु भयो हुन्छ हजुरले यो इन्स्ट्रक्सनलाई कपी गरिदिनुहोस् कपी गरेर हामीले यहाँ जेनेरेट गर्न लागेका छौँ यो इन्स्ट्रक्सनमा ल्याएर यसलाई के गरिदिनुहोस् यसरी पेस्ट गरिदिनुहोस् यसरी यहाँनिर ल्याएर अनि यहाँनिर भोइस छ नि यो भोइस चाहिँ अब हामीले यहाँ छान्नु पर्यो Our voice generator produces high quality, human like speech in over 50 languages. Our voice generator produces high quality, human like speech. यो AI भनेको छ यसलाई चाहिँ हामीले यहाँनिर दिएन अलि हरर टाइपको चाहिँ यसमा 65 नै दिएन यसले 65 22 इमोसन भन्छ यो 22 कहाँ दिइरहेको छैन यसले मेरो सर्भर दिइरहेको छैन हजुरहरूको दिइरहेको छ यो ल यति नै गरेर यसलाई जेनेरेट यहाँ हजुरले प्रिभ्यू गरेर हेर्न नि मिल्छ है यसरी प्रिभ्यू गर्नु भने यसले प्रिभ्यू इज ओन्ली फर पेड युजर ओके पेड युजरले मात्रै गर्नु हाम्रोमा त मजाले दिइरहेछ त्यो यो सरको अलिक पुरानो भर्जन धिस्सो देखाइरहेछ खै हाम्रो त्यस्तो जस्तो नहुनु पर्ने हो मेरोमा इस्यु आइरहेछ तै पनि ल ठिक छ सर मैले यसलाई जेनेरेट गरेँ एकचोटि हेर्नुहोस् है त मेरोमा त्यही त इस्यु आइरहेछ यो कुनै फरक आइरहेछ कि त्यो इन्स्ट्रक्सनको एआईमा क्लिक गर्दाखेरि हाम्रोमा त्यो फ्रेमै फरक देखाउँछ कि सरको चाहिँ यो हो यस्तो लेआउटै फरक देखिरहेछ कि ठिक छ सर मेरो यो अर्कै पेज खुल्यो होला सायद ठिक छ यो भइहाल्यो हजुरहरूको म यो हालिदिन्छु है त हजुरलाई त्यो वाट्सएपमा हालिदिन्छु त्यो जेनेरेट गर्नुहोस् त मैले दिएको स्टोरी यो उसमा हालिदिनु होला इन्स्ट्रक्सनमा त्यसपछि यो पनि भोइस जेनेरेट गर्नुहोस् ल मेरो यो जेनेरेट भइरहेको छैन इरर स्क्रिप्ट टु लङ भयो ल स्क्रिप्ट मेरो चाहिँ टु लङ भयो धेरै लामो भयो यसलाई अलिकति छोटाइदिन्छु है मैले जस्ट यति हटाइदिएर यसलाई जेनेरेट गर्छु है त यो जेनेरेट भएपछि म अर्को खोल्छु है त हजुरहरूको मेरो पनि यो यसलाई अपडेट गर्छु यो लाइफ टाइममा पनि यो भोइस किलर चाहिँ उपलब्ध भएको छ है अहिले महँगो त कति वान टाइम $67 चाहिँ प्रो चाहिँ लाइफ टाइम भनेर नि दिइरहेको रहेछ इरर भयो रोड पेज सपोर्टेड ल ओके मेरो यसमा काम गरेन हजुरहरूको काम गरिरहेछ नि यसमा खोल्छु है त म 11 ल्याप्स एकचोटि भोइस किलर ओके ल भोइस किलर अहिले भयो ल यो ठिक छ ल
त्यही त अघि देखाइरहेको थिएन क्या त्यो भएर नि समस्या भयो ओके अब चाहिँ समस्या सल्भ हुन्छ यहाँनिर मेरोमा पनि यस्तै देखाइरहेछ हो ठिक छ यो छ अहिले ठिक सर छ त्यो मेरो अहिले चाहिँ अहिले भएकै रहेछ सर ठिक छ अब हजुरले यहाँ इन्स्ट्रक्सनमा चाहिँ एआई आइदियो नि यहाँनिर अब यहाँ प्ले एडभर्टाइजमेन्ट टाइपको Are you tired? होइन एआई टाइपको एलिन एङ्ग्री हजुरले यो चाहिँ अनि एपोलो गाइड्स टाइपको एनाउन्समेन्ट होइन यहाँ काल्म ओके अब यहाँ अलिक घोस्टको स्टोरी टेलिङ टाइपको क्युरियसियस होइन यस्तो टाइपको एक्साइटेड इनर्जेटिक ओके यहाँ थुप्रै छ ओके ह्याप्पी भयो होरर न्यारेसन पनि हो यसलाई क्लिक गरिदिने हामी युज इन्स्ट्रक्सन यसलाई सर त्यो हरर स्टोरीलाई एकचोटि WhatsAppमा पनि सेयर गरिदिनुहोस् न एकचोटि त्यही कपी गरौँला नि हजुर गरेँ म्याम मैले हालिदिइसकेको छु त्यहाँ अहिले यो ठ्याक्कै हेर्नुहोस् त अहिले मैले इन्स्ट्रक्सन खोजेँ अब यसैले दियो नि जस्तो हजुर यहाँ इन्स्ट्रक्सनमा क्लिक गर्नुभयो भने यहीँ तल के दिन्छ त भन्दा होरर यो छ नि हरर न्यारेसन भन्यो नि यसमा हजुरले युज गरिदिनु भयो भने यो आइदियो कि यो आयो र यहाँनिर हजुरलाई यो मेल भोइसमा भनेको छ यहाँ चाहिँ अब अलिक खालको यो हिन्दीमा पाउँछ अलिक साउन्डहरू अलिक मिल्ने टाइपको Our voice generator produces high-quality, human-like speech in over 50 languages, ideal for audiobooks, video voiceover. Our voice generator produces high-quality, human-like speech in over 50 languages, ideal for audiobooks. ल मैले युज गर्दै यसलाई जेनेरेट गर्न दिएँ है त मेरो लङ यो नि लङै भन्यो स्क्रिप्ट लङ भन्यो थोरै स्क्रिप्ट धेरै लामो दिएन यसले यो चाहिँ एउटा पेडवाला दिँदा बेटर हुन्छ नर्मल साइट कुरो ओके भेरी स्लो विस्पर पेडवाला $67 हो सर लाइफ टाइमलाई त्यसले त्यही $67 भनिरहेको छ लाइफ टाइम त्यही नै लिनु पर्यो त्यहाँभन्दा कममा मिल्दैन यो यसले त्यो नदेला सर त्यहाँभन्दा कममा यो चाहिँ अहिले त्यो अर्को प्रविधिबाट पाइन्न अब यो हेरौँ है त सर एकचोटि अनि यो राम्रो कि सर हामीलाई 11 ल्याब्स राम्रो फेरि अझै नयाँ नयाँ पनि अरू के टुलहरू आइरहेछ अहिले त थुप्रै आइरहेको छ अहिले अहिलेसम्म प्रोफेसनल टाइपले युज गर्न भनेको चाहिँ विशेष गरी 11 ल्याब्स गुगल एआई स्टुडियो भोइस किलर हेन्जर यिनीहरू नै हो यिनीहरूमा पनि इस्युहरू आइरहेछ कि सर अब त्यही हो अडियो जेनेरेटहरूमा पनि इस्यु आइरहेछ मेरोमा जेनेरेट भएको छैन हजुरहरूको भइरहेछ यो छैन सर मेरोमा पनि भएन मेरोमा फेल टु जेनेरेट अडियो रिलोड द पेज ट्राई इफ ह्यापन ओके अब यसलाई यसमा नि इस्यु आइरहेछ मेरो चाहिँ एकचोटि भएको थियो अनि त्यसपछि फ्री अकाउन्ट लिमिट हेज बिन रिच भनेर ओके मेरो अघि हाम्रो यसमा नि एउटा चोटि भएको थियो एकचोटि भन्दा नमिल्दो रहेछ के अरे नि भिपिएनहरू युज गरेर गर्नेहरूले त गर्छ सर अब हामीले अहिले त्यस्तो गरेका छैनौँ फेल टु जेनेरेट रिलोड इफ ह्यापन सपोर्ट कन्ट्याक्ट हुन्छ ओके मेरोमा पनि जेनेरेट भइरहेको छैन यसले पनि है र हजुरहरूले कन्सेप्ट बुझ्नुभयो नि अब यसमा नअल्झिम अरू सिकाउनु ओके 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 कन्सेप्ट बुझ्नुभयो नि हजुरहरूले गर्ने सर पेड युजर्सलाई मात्रै जेनेरेट हुने रहेछ क्या हो आवाज चाहिँ त्यस्तै भनिरहेछ यो त होइन यसले अब दिन त पर्ने हो फ्री पनि यति चाहिँ गर्न पाउँछ होइन म्याम अब यो सस्तो पनि छ अहिले यसले सायद अहिले अब त्यही गर्यो होला अब यहाँ सपोर्टसँग बुझ्छ भन्छ योतिर नलागौँ अब हजुरहरूले यसलाई पेड गर्दा पनि धेरै प्राइस छैन यसको अपग्रेड प्यानलमा थिचिदिनु भयो भने एकचोटि हेर्नु त यसको प्राइसिङहरू हेरौँ यहाँनिर यो लाइफ टाइमै भनेको छ $67 त होइन अब यसलाई 10,200 रुपियाँ पर्दो रहेछ त्यस्तै पर मन्थ यति क्यारेक्टर आउने रहेछ त्यही अपडेट ल ठिक छ यसमा पनि हामी धेरै नझुलौँ
अब एउटा टुल्स भनेको हामीलाई एकदम इफेक्टिभ टाइपको टुल्स भनेको चाहिँ सरहरूले पनि सुन्नुभएको होला नोटबुक एलएम भन्ने सुन्नु भएको छ हजुर सो द नोटबुक एलएम र नोटबुक एलएलएम भन्ने छ नि दुईटा के फरक हो नोटबुक एलएम चाहिँ हो सर हामीले एलएलएम भन्दा पनि नोटबुक एलएम चाहिँ यहाँ प्रयोग गर्छौँ सर हजुरले एकचोटि यसमा हेर्नुहोस् है त सबै साथीहरूले पहिला गुगलमा गएर नोटबुक एलएम भन्नुहोस् त नोटबुक एलएम भनेर सर्च गर्नुहोस् त नोटबुक एलएम भनेर सर्च गर्नुहोस् ल हामीले गुगल जेमिनाई लियौँ भने त यो नोटबुक एलएम पनि त्यसमा अनलिमिटेड पाउँछौँ हजुरले यो सेकेन्डकोमा क्लिक गर्नुभयो भने बेटर हुन्छ ल नोटबुक एलएम भनेर यो सेकेन्डको छ नि यो टाइपको इन्टरफेस खुल्छ नोटबुक एलएम गर्दाखेरि हजुरले सुरुमा हजुरले क्लिक गर्नुभएको छैन भने त्यहाँ अहिले जसरी हामी 11 ल्याब्सहरुमा गयौँ नि गुगलको एक्सिस जसै गरी हजुरलाई त्यो नेक्स्ट गर्दै जानुहोस् त पुग्नु भयो हजुरहरु यहाँ पुगिसक्यो पुगे सर ल यहाँ पुगिसकेपछि हजुरहरुले के गर्नुपर्ने हुन्छ भने क्रिएट भन्ने अप्सन देख्नुहुन्छ नि यहाँ पनि छ न्यू बुक क्रिएट भन्ने छ नि त्यहाँ हजुरले क्लिक गरिदिनु भयो भने यस्तो टाइपको इन्टरफेस खुल्छ यो टाइपको इन्टरफेस खुल्छ र यहाँ हजुरले गर्न मैले हेर्नुस् त कुनै पनि फाइलहरु हजुरसँग छ पीडीएफ फाइलहरु छ लार्ज बुकहरु छ हैन त्यो सबै यहाँ ल्याएर हालिदिएर त्यसमा चाहिने जिस्ट कुरा के हो त्यो टाइपको कुराहरु हजुरले खोज्न सक्नुहुन्छ है अथवा कुनै पनि वेबसाइटको लिंक ल्याएर हालिदिएर अथवा युट्युबको लिंक ल्याएर हालेर त्यसबाट चाहिँ हजुरले त्यसको कुरा लिन सक्नुहुन्छ अब कुनै पनि ड्राइभमा भएको फाइलहरुलाई यहाँ हजुरले लिंक कपी गरिदिएर त्यो हाल्न सक्नुहुन्छ अथवा कुनै पनि टेस्ट ल्याएर कपी गरिदिएर त्यो टेस्टबाट पनि हजुरले यहाँ प्रोडकास्ट टाइपको चाहिँ अडियोहरु जेनेरेट गर्न सक्नुहुन्छ भिडियोहरु जेनेरेट गर्न सक्नुहुन्छ माइन्ड म्यापहरु गर्न सक्नुहुन्छ हैन अझ हामीलाई पढाउने कुनै पनि लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने त्यो बुकहरु ल्याएर हालिदिएर त्यहाँ उसे गर्न सक्नुहुने भयो त्योसँग रिलेटेड टाइपको कुराहरु चाहिँ यसले दिने भयो जस्तै आज चाहिँ हामी एउटा कन्टेन्ट ल्याउँ है त अब यो प्रोजेक्ट पनि गर्दै जाउँ त्यसपछि बुझिन्छ म च्याट जीपीटी मा गएँ च्याट जीपीटी बाट के ल्याएँ भन्दाखेरि ओके ल हाल नेपालमा राजनीतिक पार्टीको अवस्था भन्ने नि हैन यति टेस्ट लिउँ न यसबाट के दिँदो रहेछ यसले हाल नेपालमा चाहिँ राजनीतिक पार्टीहरुको अवस्था कस्तो रह्यो अलिकति टेस्ट लिन खोजेको है यहाँबाट टेस्ट ल्याउन खोजेको मैले थोरै ल एउटा टेस्ट यहाँबाट हजुरले यति टेस्ट कपी गरिदिनु मानिलिउँ म जस्ट एउटा हामीले डेमो प्रोजेक्ट गर्दैछौँ है ओके यति एउटा टेस्ट चाहिँ हजुरले लिइदिनु भयो मानिलिउँ कुनै एउटा टेस्ट ल्याउनु भयो अब यो टेस्टलाई हजुरले यो कपी भन्ने छ नि यहाँ टेस्ट कपी भन्नेमा ल्याएर पेस्ट गरिदिनु भयो भने हजुरले कपी गरिदिने अनि यसलाई इन्सर्ट गरिदिने इन्सर्ट गरिसकेपछि यो टेस्ट चाहिँ यहाँ आउँछ हजुरले प्रस्तुत सामग्री चाहिँ के हाल्नु भएको थियो त्यो त्यसमा भएको कुराहरु चाहिँ अनि यसबाट हजुरलाई के चाहियो जस्तै नेपालको संविधानमा चाहिँ संसद विघटन बारे चाहिँ के कुरा हजुरले एउटा संविधानको ठेली यहाँ हाल्दिनु भयो हजुरलाई चाहिँ के चाहियो भन्दा संसद विघटनको बारेमा के कुरा जान्नु पर्यो भने यहाँ टाइप गरिदिएको भरमा त्यो आउने भयो है
अनि फेरि हजुरको यो मैले जस्तो टेस्ट हाल्दाखेरि हजुरको के आउन सक्छ, इङ्ग्लिसमा आउन सक्छ। त्यस कारणले गर्दा सबैभन्दा पहिला के गर्नु पर्यो भन्दा हजुरले सेटिङमा जानु पर्यो। सेटिङमा जाने, सेटिङमा गइसकेपछि भनेको आउटपुट ल्याङ्ग्वेज भन्छ यहाँनिर। यो आउटपुट ल्याङ्ग्वेजमा क्लिक गर्ने र आउटपुट ल्याङ्ग्वेजमा गएर हजुरले हजुरको इङ्ग्लिसहरू दिएको हुनसक्छ, यहाँ थुप्रै नेपाली हिन्दी कुन भाषामा ल्याउने त्यसलाई हजुरले नेपाली सेलेक्ट गरेर सेभ गरिदिने है। अनि मात्रै हाम्रो केमा आउन थाल्छ, नेपालीमा आउन थाल्छ। जस्तो मैले राखेको टेस्ट हजुरले पनि त्यहीँ राख्न पनि सक्नुहुन्छ। म त्यही टेस्ट पनि त्यहाँ राखिदिन्छु हजुरलाई है। यो एउटा सानो टेस्टलाई चाहिँ उ गरौँ है त। अब यो टेस्ट यहाँ राख्नुभयो नि हजुरले। अब के त नेपाली युवाहरू पलायन हुनुको कारण के हो, यो क्वेसन सोध्नु भने यसले दिन्छ यहीँबाट। भनेपछि यो भित्र चाहिँ यी कुराहरू छ भनेर यसले देखाएको है। अनि यही कुराहरूलाई मानिलिउँ मैले यो सानो एउटा इक्जाम्पल दिन खोजेको। जस्तो अब यहाँ हजुरले जे क्वेसनहरू सोध्नुभयो यसले त्यो सोर्सहरू सहित दिन्छ क्या। यो 1 2 भनेको त्यो सोर्सहरू सहित यसले दिन्छ। युवाहरू पलायन रोक्नको लागि राजनीतिक नेतृत्वमा चल्नुपर्ने कदमहरू के होला होइन, हरेक हुनसक्छ। अब यो आएको कन्टेन्ट, यो आएको टेस्टलाई हामीले बनाउन मिल्ने, यो स्टुडियोभित्र एआईबाट बनाउन मिल्ने कुराहरू के भनेको, हेर्नुहोस् अडियो बनाउँछ यसले, भिडियो ओभरभ्यू बनाउँछ, माइन्ड म्याप बनाउँछ, रिपोर्ट बनाउँछ, फ्ल्यास कार्ड बनाउँछ, क्विजहरू बनाउँछ। विशेष गरी यो पढ्नको लागि प्रयोग गरिन्छ क्या। जस्तो हजुरले एउटा कुनै पनि कन्टेन्ट अथवा कुनै पनि एउटा च्याप्टरको चाहिँ टपिक्स ल्याएर यहाँ हालिदिनु भयो। अब यसबाट हजुरले क्विज बनाउनु पर्यो, सर्ट टाइप क्विजहरू होइन, त्यो अब्जेक्टिभ्स टाइपको क्विजहरू यसले जेनेरेट गर्छ। इन्फोग्राफिक्स यसले बनाउँछ, स्लाइड डेकहरू बनाउँछ। त्यो डाटालाई यसले टेबुलेसन पनि गरेर बनाइदिन्छ है। यति पहिला यो 2-3वटा मात्रै हुन्थ्यो, यो माइन्ड म्याप, रिपोर्ट, फ्ल्यास कार्ड, क्विजसम्म हुन्थ्यो। अहिले यो 3वटा थपेको रहेछ यसले है। अपग्रेड हुँदैछ एकदम। यो नोटबुक एलएम त हामी रिसर्च गर्नेहरूलाई, त्यसपछि गएर चाहिँ हजुरहरू पढाउनेहरू टाइपकोहरूलाई चाहिँ त्यो टाइपले यसले जेनेरेट गर्छ। अब यसलाई हामी अडियो बनाऊँ, यति कुरालाई अडियो, यसले अडियो कसरी बनाउँछ भन्नु होला भने पोडकास्ट टाइपमा बनाउँछ यसले, दुईजना बिचको कुराकानी गर्ने टाइपमा। अब अडियो ओभरभ्यूमा क्लिक गरिदिनु भयो भने अडियो जेनेरेट गर्छ। अडियो जेनेरेट गर्न टाइम लाग्छ। यसलाई पनि भिडियो जेनेरेट पनि गर्छ। भिडियो फेरि कस्तो बनाउँछ भने यसले चाहिँ त्यो स्केच टाइपको भिडियोहरू बनाउने हो क्या। भिडियो भनेर हजुरले चाहिँ त्यो सिनेमेटिक टाइपको चाहिँ त्यो बनाउने होइन, यसले चाहिँ अडियो बनाउने भयो, भिडियो बनाउने भयो। माइन्ड म्याप बनाउँछ यसले, माइन्ड म्याप भन्ने हेर्नुहोस् है त। मैले हजुरलाई माइन्ड म्याप चाहिँ यसले छिटो जेनेरेट गर्छ। यो माइन्ड म्याप बनाइहाल्यो। यो माइन्ड म्याप चाहिँ हेरिहाल्नु है, यसले जेनेरेट गरेको कुराहरू यसलाई आउटपुट हेरिहाल्नु ल। माइन्ड म्याप हेर्नु, यस्तो हेर्नु त। हामीले के हेरेको भने नि यो प्रणाली होइन, यो राजनीतिक प्रणालीको असफलताको सङ्कटहरू के हुन्, नेपाली युवाहरू चाहिँ पलायन हुनुको प्रणालीगत सङ्कटहरू के हुन् भने रोजगारीको अवसरको अभाव बन्यो होइन, युवा मैत्री राजनीतिकमा कमी भयो, भ्रष्टाचार र नातावाद भयो, शिक्षा प्रणालीमा समस्या भयो। अब यसको पनि सर्ट टपिक्स, यहाँ सब टपिक्समा जान सकिन्छ क्या। यसको पनि कुरालाई राजनीतिक असरको प्रभावहरू के त, काम पाउन गाह्रो छ, सिप र उसको होइन, यसको पनि भित्र गएर हामीले यसरी माइन्ड म्यापहरू हेर्नु मजाले यसरी चाहिँ यस्तो गरेर यसलाई गर्न मिल्छ। अनि यसलाई डाउनलोड गर्न मिल्यो, यसलाई हजुरले यहाँबाट डाउनलोड गरेर पनि प्रयोग गर्न सक्नुभयो। यो कुरा यसले त्यो टाइपको पनि यसले जेनेरेट गरिदिन्छ। अडियो र भिडियो जेनेरेट गर्न चाहिँ यसले थोरै टाइम लाउँछ। यसले अडियो र भिडियो जेनेरेट गर्न थोरै टाइम लाउँछ। अनि यसमा रिपोर्टहरू, फ्ल्यास कार्डहरू यसबाट जेनेरेट गर्न मिल्छ है। हजुरले चाहिँ टेस्ट ल्याउन मिल्यो यहाँनिर। त्यो टेस्ट मात्रै होइन, हजुरले लिङ्क ल्याएर पनि यसमा चाहिँ त्यो अडियोहरू बनाउन सक्नुहुन्छ। एउटा अडियो जेनेरेट भएपछि म हजुरलाई भनिहाल्छु फेरि अर्को। यो अडियो जेनेरेट हुन टाइम लाग्छ। यहाँ अडियो जेनेरेट हुँदै गर्छ है। यो हजुरले यो सिक्नु होला। यसमा चाहिँ विशेष गरी मैले हजुरलाई के भने भन्दाखेरि अर्कोमा पनि खोलेर म हजुरलाई अर्को प्रोजेक्ट पनि त्यही रिलेटेड टाइपको अर्को प्रोजेक्ट पनि यहाँ गर्छु है। हजुरले त्यो जेनेरेट भएको चाहिँ हेर्दै गर्नु होला। त्यसपछि म नोटबुक हेर्ने है। ओके ल, ओके ल, नोटबुक एलएम यहाँ पनि ओपन गरेँ। अनि यहाँ चाहिँ मैले हजुरलाई अर्को पनि भन्दै गर्छु र अनि यो जेनेरेट गर्न टाइम लाग्छ। त्यो टाइम लागुन्जेल हामी अर्को प्रोजेक्ट गर्न पाउँछौँ। अब हजुरसँग अपलोड गरेर कुनै पनि फाइल ल्याएर पिडिएफ फाइल ल्याइदिएर
यहाँ जस्तो हजुरसँग कुनै पनि एउटा पिडिएफ फाइल छ होइन, जस्तो यो पिडिएफ फाइल ल, यो पिडिएफ फाइललाई ल्याएर यहाँ राखिदिनु भयो। एउटा पिडिएफ फाइलसँग यो हाम्रो 5 डेज एआई कन्टेन्ट क्रिएसन अनलाइन क्लासको चाहिँ त्यो ऊ छ के अरे यो सिलेबस छ नि, यो सिलेबसलाई यसले सट्ट यसरी ल्याएर त्यसको कन्टेन्टमा भएको इङ्ग्लिस कन्टेन्ट हो नि होइन। यो स्रोत सामग्री मेलम्ची टेक हबद्वारा आयोजित 5 दिने एआई सामग्री निर्माण कार्यशालाको पहिलो दिनको मुख्य रिपोर्ट हो। यसले विशेष गरी जेनेरेटिभ एआईको परिचय दिँदै के गर्छ होइन, यसले सबै कुराहरू यहाँनिर यसले बनाइदिन्छ क्या। भनेको हजुरले फाइल ल्याउनु भयो भने त्यो फाइलबाट सबै कुराहरूले एक्सट्र्याक्ट गरिदिन्छ। फाइलको मात्रै होइन, हजुरसँग वेबसाइट, हजुरसँग युट्युब लिङ्क, जस्तै म हजुरलाई यहाँ युट्युब एउटा लिङ्कमा पनि गइहाल्छु है। अब एउटा युट्युब हेर्नुभयो तपाईँले होइन, एउटा कुनै बारेमा हेर्नुभयो, एकदम विस्तृत बारेमा कसैको बारेमा चाहिँ त्यहाँ डिटेलमा दिएको कुनै पनि। अब अहिले त यो टाइपको कन्टेन्ट बनाउने भनेको अहिले उसको बनाइरहेको हुन्छ के अरे सेयरहरूको क्या, सेयरहरूको बनाइरहेको हुन्छ। त्यहाँ कसरी बनाउँछ भने यहाँनिरबाट उसले के लिन्छ, सेयरसँग रिलेटेड टाइपको एउटा भिडियो लिन्छ, आफूले दुःख गर्नु परेन क्या, एउटा सोर्स लिन्छ, त्यो अलि राम्रो खालको सोर्स दिने टाइपको। जस्तै अब हामीलाई कसको बारेमा जान्नु पर्यो भने मानिलिउँ, जस्तै बालेन शाह, ल बालेन शाहको जीवनी अथवा केही भएको एउटा कुनै पनि एउटा ओके, यो राजनीतिक इस्यु भन्दा अर्कै कुनै ल्याउँ न ल, जस्तै वीरेन्द्रको लिउँ ल, वीरेन्द्र किङ अफ नेपाल। ओके ल, अब जस्तो यो क्वीन ऐश्वर्या एन्ड वीरेन्द्र अफ नेपाल आर वेलकम बाई इन्डिया, त्यो दरबार यसको ल्याउनु पर्यो ल हजुरलाई चाहिँ। If you use ChatGPT for content and anything to create agents, then you need to stop because this agent literally does everything. What? विक्रम सम्मत 2058 जेठ 19 गते। ल यो एउटा अब फेरि इन्फर्मेसन चाहिँ फेरि यही आधिकारिक छ भन्ने त होइन, जस्तो यो चाहिँ आधिकारिक हुनु पर्यो। त्यसको सोर्स लानको लागि चाहिँ हामीले के गर्ने त भन्दा यो युट्युबमा भएको कन्टेन्ट यो धेरै छ, यो कति 11 मिनटको कन्टेन्ट छ। अब यसलाई चाहिँ हामीले के गर्ने, सेयरमा जानुभयो भने हजुरलाई लिङ्क कपी गर्न आउँछ नि, यो युट्युबको यो लिङ्क कपी यहाँबाट गरिदिनुहोस् र नोटबुक एलएममा आएर हजुरले के गर्ने, यहाँ मात्र त्यो लिङ्कलाई ल्याएर कपी गरिदिएर यहाँनिर इन्सर्ट गरिदिनु भयो भने त्यो युट्युब भिडियोभित्र त्यो भिडियोभित्र भएको कुराहरूलाई यसले चाहिँ हामीलाई टेस्टको रूपमा परिणत गरिदिन्छ। ल चाहिँ टेस्टको रूपमा के गरिदिउँ, यो सामग्री 2001 जुन 1 मा घटेको विवश नारायणहिटी दरबार हत्याकाण्डको बारेमा छ होइन। दरबार हत्याकाण्ड राति त्रिभुवन विषय के भयो यहाँ हजुरले सोध्न सक्नुहुन्छ क्या, त्यो घटनामा के भएको थियो के भनेको यसमा भएको डाटा मात्रै दिने हो। फेरि यसले यो युट्युब लिङ्कभित्र भएको डाटाहरू मात्र दिने हो। फेरि यसले चाहिँ खोजेर गुगलबाट बाहिरबाट ल्याउँदैन है। त्यो ल्याउनको लागि हजुरले यहाँ कुनै सोर्स हालिदिनु भयो भने फेरि त्यो सोर्सलाई पनि यसले अर्को एउटा लिङ्क पनि हजुरले प्लस गरिदिन सक्नुहुन्छ क्या, त्यो गरेर। अब यसलाई नै हजुरले के त यही लिङ्कको आधारमा संवाद बनाइदिन्छ, माइन्ड म्याप बनाइदिन्छ, अडियो बनाइदिन्छ होइन। यसलाई हजुरले भिडियो बनाउनु पर्यो भने भिडियो पनि बनाइदिन्छ यसरी लिङ्कहरू ल्याएर। अथवा हजुरले कुनै पनि वेबसाइट छ, वेबसाइटको लिङ्क ल्याएर सिधै यहाँ हालिदिएर त्यो वेबसाइटमा भएको कुन एउटा कुराको जान्नु पर्यो, कुन टपिक्सको बारेमा हजुरलाई अध्ययन गर्नु पर्यो, त्यो टाइपको कुराहरू चाहिँ पनि यहाँनिर मजाले हामी गर्न सक्छौँ। जस्तै माइन्ड म्याप चाहिँ यसले एकदम छिटो जेनेरेट गर्छ। यो माइन्ड म्याप यसमा कस्तो बनायो हेर्नुहोस् है, दरबार हत्याकाण्ड चाहिँ 2058 जेठ 19 गते घटनाको पृष्ठभूमि भन्यो, के थियो पृष्ठभूमिलाई हेर्नुहोस्। स्थान नारायणहिटी दरबार त्रिभुवन सदन होइन। शाही परिवारको नियमित शुक्रबारे डिनर पार्टी, समय राति 8:50 बजे। मुख्य पात्रहरू भनेको छ नि, यो मुख्य पात्रहरूमा हेर्नुहोस् त, राजा वीरेन्द्र, महारानी ऐश्वर्या, युवराज। अब यो घटनाक्रम कसरी घटनाक्रम भएको त्यो भिडियोको आधारमा दिने है। फेरि यसले एक्ज्याक्ट यो चाहिँ राइट भन्न पनि मिलेन, यदि भिडियो राइट छ भने यो राइट हुने भयो है। त्यो कारणले हामीले त्यस्तो टाइपको इन्फर्मेसन टाइपका भिडियोहरूलाई चाहिँ यो टाइपको कन्भर्सेसनहरू बनाउन सक्छौँ। जस्तै अहिले भनेको यो भिडियो जेनेरेट हुने भनेको अहिले एकदम चलेको भनेको चाहिँ यो सेयरहरूको बारेमा क्या, त्यो सेयरहरूको एउटा भिडियोलाई ल्याउँछ अनि यो टाइपबाट यहाँ जेनेरेट गरेर बनाएको हुन्छ है। ल यो अडियो यसले जेनेरेट गर्दै गर्छ, यो अडियो जेनेरेट यतापट्टि भयो कि हामी हेरौँ है त। ओके यहाँ नि बाँकी नै छ। ल अब यो दुईपट्टिको अडियोहरू जेनेरेट गर्दै गर्छ। कस्तो खालको प्रोडकास्ट बनाउँछ यसको काम भनेको यो अडियोमा भनेको हजुरले सिङ्गल अडियो बनाउन यसले भनेको एउटा प्रोडकास्ट टाइपको बनाउने हो। अहिले कस्तो जेनेरेट गर्छ भन्ने कुरा म हजुरहरूलाई देखाउँछु। ल त्यो बिचमा भने अब हामी एउटा टपिक्स पढ्छौँ।
आज हामीले सिद्धाउनै पर्छ यति कुराहरू। अडियोको बारेमा हामीले पढ्ने भनेको लगभग यही हो है। र एउटा हामीले पढ्छौँ, एउटा हामीले सिक्ने भनेको चाहिँ के छ भन्नु होला भने यो जेनेरेट गर्दै गर्छ, यताको काम हुँदै गर्छ। अब भनेको हामी हजुरहरूले कतिको प्र्याक्टिस गर्नु भएको छ, सुनो एआईबाट नेपाली गीतहरू बनाउनु भएको छ? सुनो एपको एडहरू चाहिँ देखाएको छ सर, तर यो प्रयोग चाहिँ गरेको छैन मैले। हो ठिक छ ल। अब भनेको जस्तो अस्ति एउटा गीत हाम्रै सिन्धुपाल्चोकै एकजनाले पुरै भाइरल भएको थियो नि सर एउटा, होइन? त्यो भनेको चाहिँ पेडवालाबाट बनाएको चाहिँ गजबकै हुन्छ। अब हामी फ्री टुल्सकै प्रयोग गरेर एउटा नेपाली सङ्ग बनाउँछौँ। हजुरहरूले कन्सेप्ट बुझ्ने हो है। त्यसको लागि एउटा जानुहोस् होला हजुर, त्यो यो काम भइरहेछ है, त्यहाँनिर काम भइरहेको छ, त्यसलाई हामी त्यतिकै छोडिनौँ, त्यहाँनिर कन्टिन्यू हुन्छ त्यो। क्रोममा गएर हजुरले के गर्नु होला भने गुगलमा चाहिँ सर्च गर्नुहोस् त, सुनो एआई, SUNO एआई भनेर सर्च गर्नुहोस्। सुनो एआई भनेर सर्च गरेपछि हजुरको फर्स्टमै आउँछ नि यो येलो कलरको एउटा यो लोगो भएको, यसलाई क्लिक गरिदिनुहोस्। मेरो चाहिँ अलरेडी यसमा लगइन भएको हुनसक्छ। ओके, यसमा भएको रहन्छ। कन्टिन्यू विथ गुगल गरिदिनु होला हजुरहरूले। यसमा पनि गुगलको एक्सेस दिनु होला। यसले एप चाहिँ डाउनलोड गर्नु भनिरहेको छ, यसलाई नगर्नु है। मेरो यसलाई गुगल कन्टिन्यू विथ गुगल गर्नुहोस् त। अहिले त डाउनलोड पो गर भन्दो रहेछ। ल सुनो एआई भनेर यसलाई गुगल एक्सेस दिनुहोस्। मेरोमा पुरै डाउनलोड गर भन्छ त। मेरो पनि डाउनलोड गर्न भनिरहेछ सर। ए ल, त्यसो भने नि गरौँ, डाउनलोडै गर्ने पर्ने रहेछ कि सायद। मेरोमा त भनेको छैन त्यस्तो। मेरोमा यसले डाउनलोड गर भनिरहेछ। ठिक छ, यसलाई गुगल एक्सेस गरौँ। फेल टु सेन्ड भेरिफिकेसन, सायद यो नम्बरै राख्नै लाउँछ जसलाई। यो नम्बर राख्न लाग्यो भने यो गरेर हालिदिनुहोस् न। हामी नेपाल, ओके। नाइन सेभेन सेभेन कहाँ छ? ओके। सरको खुल्यो? सर ओपन भयो? हजुर सर, डाउनलोडै गरियो। ल ठिक छ, हुन्छ, डाउनलोड गर्नुहोस्। मेरोमा ओपनै भएन। ओके, यहाँ डाउनलोड भइसकेको छ। अब यसलाई ओपनै गर्छु म। डाउनलोड गर्दा हजुरको ओपन भयो? खोइ सर, मेन पेज त आइरहेछ अगाडिको। ठिक छ, ठिक छ। ओके, एकछिन सर्च भइरहेको छ, साइन इन गर्दा। हजुरलाई नम्बर राख्न भन्यो? छैन सर, डाउनलोडमा केही भने छैन त्यस्तो। डाउनलोड ओपन भइसक्यो हजुरको? हजुर भयो सर। मेरो त क्रिएट भन्ने आइरहेको छ सर। हो, क्रिएटमा पुग्नुपर्छ सर, क्रिएट चाहिँ हुनु पर्यो। मेरो यसमा भएन, म अर्को खोल्छु। यसमा चाहिँ हुन्छ कि त्यो त भएरै भएन। सुनो एआई, हो ल, ठिक छ। यसमा हजुरले अब यसमा चाहिँ यो साइन इन गरिदिनु पर्यो गुगल।
यसलाई यो साइन इनमा गएर एक्सेस गर्नुहोस् त सर। यसमा नि इन्स्टलै गर भनिरहेको छ मेरो। ल क्रिएट गरिदिनुहोस् न, क्रिएटमा क्लिक गरिदिनुहोस्। यस्तो आयो। हजुरहरूको यो आयो नि ठ्याक्कै मेरो जस्तो। लगभग त्यस्तै त्यस्तै आयो। ठिक छ, यो अपडेट सेम त रहेछ। होइन। अहिले अहिले अपडेट रहेछ कि अपडेट रहेछ, अलि फिचर्सहरू अलि फरक आइरहेछ। अलि फरक आउँथ्यो। ल ठिक छ, ल ठिक छ। अब हामी च्याट जिपिटीबाट सङ लियौँ है, एउटा च्याट जिपिटीबाट चाहिँ एउटा नेपाली सङ लिएर आऊँ। ओके, नेपाली। ओके, एसओएनजी सङ। अब कसको बारेमा ल्याऊँ भन्दाखेरि ल महावीर पुनको बारेमा, महावीर पुनको चाहिँ एउटा सङ ल्याउँ न अहिले। नेपाली सङ महावीर पुनको बारेमा भनौँ ल। महावीर पुनको बारेमा एउटा गीत बनाऊ न हामीले। ल यहाँबाट एउटा गीत ल्यायौँ। हिमालयको काखमा जन्मिएको। ल ओके, गुन्जियो नयाँ कल्पना। ओके, महावीर पुन। ल यसलाई हजुरले के गर्न सक्नुहुन्छ भने यो अन्तरा भनेकोबाट चाहिँ सर्ट कपी गरिदिन सक्नुहुन्छ यो गीत। अहिलेलाई एउटा गीत भनौँ न, हजुरसँग आफूसँग गीत छ भने चाहिँ भइहाल्यो। गीत छैन भने हामीले त्यसलाई प्रयोग गर्नु पर्यो। ल अब यो लिरिक भन्ने ठाउँमा हजुरले के गर्न सक्नुहुन्छ, लिरिक्सलाई ल्याएर कपी गरिदिन सक्नुहुन्छ। अब स्टाइल्स भनेको छ नि, यो स्टाइल्स भनेको ठाउँमा हजुरले अब कुन उसमा बनाउने गीतहरू होइन। अब यहाँ त थुप्रै पेडवालामा चाहिँ धेरै फिचर्सहरू हुन्छ, हामीले इन्स्ट्रुमेन्टलहरू पनि राख्न मिल्छ होइन। अब यहाँ थुप्रै छ, यहाँ अब बास ब्रान्डहरू छ होइन। ओके, अब त्यस्तो हामीले भनेको जस्तो लोक टाइपको चाहिँ अलि आउन्न, किनभने यसलाई चाहिँ म्युजिकल इन्स्ट्रुमेन्ट हामीले पेडवाला भयो भने डिस्को टाइपमा राखिदिउँ। ल डिस्को टाइपमा राखिदिउँ। अब अडियोहरू अपलोड गर्न नि मिल्यो, हामीले रेकर्ड गर्न नि मिल्यो है। हाम्रो भोइस रेकर्ड गरेर त्यही भोइसमा चाहिँ सङहरू बनाउन नि मिल्यो। अथवा तपाईँले कुनै पनि एउटा साउन्ड चाहिँ यो गीतको अपलोड गरेर यसले चाहिँ पेड भर्सनमा मात्रै दिन्छ यिनीहरू। यसलाई एकचोटि क्रिएट गरेर हेरौँ है त। ओके, म यसलाई साइन अप गरिदिन्छु। यसले साइन नै भइरहेको छैन मेरोमा। त्यो सेम प्रब्लम छ सर सबैकोमा त्यो। यही भइरहेछ सर, एआई टुल्सहरू किन यस्तो भइरहेछ? यहाँ कसले डाउनलोड गर्नु भएको थियो नि, त्यो डाउनलोड गरेकोमा यस्तो भएछ कि नै? यो मैले नि गरेँ सर, मैले नि डाउनलोड गरेँ, सेम इस्यु आयो, सेम इस्यु आयो है। मैले पहिला योबाट गीतहरू बनाएको थिएँ सर, अहिले फेरि ओपनै भएन। त्यही कुरा चाहिँ जुनबाट गीतहरू पहिले बनाइसकेको थिएँ मैले, अहिले त्यही कुरा ओपन भएन। यसमा केही आज इस्यु छ जस्तो लाग्यो। अर्को लिङ्कहरू हेरौँ है सर एकचोटि। ठिक छ, ल यसको अलि अपडेट भइरहेको जस्तो लाग्यो सर, यसको अपडेट भइरहेको जस्तो लाग्यो। क्रिएट एडभान्स, क्रिएटमा गर्दाखेरि एडभान्समा। ओके, योर सङ आर अलमोस्ट रेडी भन्छ। साइन अप फर फ्री टु लिसन भन्छ। अब साइन अप नै गराएन यसले, यसले केही इस्यु आइरहेको जस्तो लागिरहेको छ। ल ठिक छ,
यसलाई एकछिन हो सर, इस्यु नै आइरहेछ अहिले त्यसमा। ल ओके ल ठिक छ, त्यसलाई छोडिदिएँ मैले। अब यो अडियो त्यो जेनेरेट गरेर भोलितिर चलाउनु, फेरि चलाउनु नि सर बरु। अहिले स्किप गरौँ त्यसलाई सर। ओके, अब यो अघि हामीले नोटबुक एलएममा जेनेरेट भएको कुराहरूलाई यहाँनिर हेरौँ है त। जस्तो हजुरको यहाँनिर यसले भिडियो पनि जेनेरेट गर्यो र अडियो पनि जेनेरेट गर्यो। एउटा युवाहरू किन पलाइन्छन्, राजनीतिप्रति किन फ्रस्ट्रेसन भन्छन् भन्ने एउटा टेस्ट ल्याएको थियो नि, त्यसबाट अब यसलाई डाउनलोड गर्न नि मिल्यो हजुरले 3वटा डटबाट होइन। यसलाई प्ले गरेर हेर्न सुन्न नि मिल्यो, यहाँनिर हेर्नुहोस् है त, यस्तो टाइपमा आउँछ यो। हातमा पासपोर्ट र आँखामा सपनाको भारी बोकेको कुनै नेपाली युवाको तस्बिर। सायद हामी सबैको मनमा कतै न कतै बसेको छ होइन त? त्यो त छ। तर आज एकछिन त्यो तस्बिरलाई फेरि सम्झिउँ न। ती आँखामा रहरभन्दा बढी विवस्था छ, उत्साहभन्दा बढी खै एउटा अनिश्चितता छ। हो, आज हामी यही विषयको गहिराईमा जाँदैछौँ। के नेपाली युवाहरू साँच्चै मतलब अल्छी भएर वा रहरले देश छाड्दैछन् त? कि यो उनीहरूको व्यक्तिगत रोजाइ मात्रै होइन? हो, कि यो एउटा यस्तो प्रणालीको असफलता हो जसले उनीहरूलाई देश छाड्नु बाहेक अर्को विकल्प नै दिइरहेको छैन? हामीसँग भएको एउटा विश्लेषण छ, युवा पलायनको सङ्कट र प्रणालीगत असफलता। यसले त सिधै दोस्रो कुरालाई औल्याउँछ, प्रणालीकै कमजोरीलाई। हो, आज हाम्रो काम यसमा भएका तर्कहरूलाई केलाएर त्यो प्रणालीगत असफलताको चित्र अब त्यसलाई भिडियो पनि बनाउँछ यसले। भिडियो चाहिँ यस्तो टाइपले हेर्नुहोस् है त, हो यो टाइपले बनाउँछ हेर्नुहोस् न। नेपालका युवाहरू किन देश छोड्दैछन्, यो प्रश्न अहिले सबैको मनमा छ होइन त? खासमा यो कुनै रहरले गरेको यात्रा होइन, यो त एउटा बाध्यताले कोरेको बाटो हो। आज हामी यही विषयमा अलिकति गहिरेर कुरा गर्नेछौँ। स्रोत सामग्रीले के भन्छ, यो सामूहिक पलायन पछाडिका खास कारणहरू के हुन्? आउनुहोस् सँगै केलाएर हेरौँ। सुरुमै यो एउटा निकै मार्मिक भनाइ हेरौँ न। जब सपना देशभित्र सम्भव हुँदैन, युवा पासपोर्ट बोकेर सपना खोज्न बाध्य हुन्छ। हेर्नुहोस् त, यो एउटै वाक्यले सायद पुरै कथा भन्छ। यहाँ कुरा चोइसको होइन, कम्पल्सनको हो। अर्थात् यो रहर होइन, बाध्यता हो। ल एकछिन सोचौँ त, हरेक युवाको कथा कहाँबाट सुरु हुन्छ? एउटा सपनाबाट। कलेज सकियो, हातमा डिग्री आयो। यसरी चाहिँ यसले यो ब्रोडकास्ट टाइपमा के ब्रोडकास्ट टाइपमा चाहिँ यसरी जेनेरेट गरिदिन्छ है, यसले गरिदिन्छ। अर्को पनि गरेको थियौँ हामीले, अर्को पनि हेरौँ है त। अर्कोमा के थियो, नारायण रेड्डीको यो छ ओके, यसको अडियो हेर्नुहोस् है, सुन्नुहोस् है त। ल स्वागत छ। आज हामी नेपालको इतिहासको एउटा यस्तो अन्ध्यारो रातको बारेमा कुरा गर्दैछौँ जसले सबै कुरा परिवर्तन गरिदियो। हो, त्यो रात जसले एउटा पारिवारिक जमघटलाई नरसंहारमा बदल्यो। प्रश्न के भयो भन्ने मात्र होइन, प्रश्न हो किन भयो? देशको भावी राजाले आफ्नै परिवारलाई किन सखाप पारे? यो प्रश्न आज 2 दशकपछि पनि उत्तिकै सान्दर्भिक छ। 2058 साल जेठ 19 गतेको त्यो रातले वास्तवमा नेपालको राजतन्त्रको अन्त्यको अध्याय लेख्न सुरु गर्यो। हो, हाम्रो स्रोत एक युट्युब भिडियोको ट्रान्सक्रिप्ट हो जसले त्यो रातको घटनाक्रमलाई आधिकारिक छानबिन समितिको प्रतिवेदनको आधारमा जोडेको छ। र आज हाम्रो उद्देश्य कुनै नयाँ सिद्धान्त बनाउनु होइन, होइन त? होइन, बिल्कुल होइन। बरु स्रोतमा जे उल्लेख छ ती तथ्यहरूलाई एक एक गरेर केलाउने र त्यो रातको एउटा स्पष्ट। यसरी चाहिँ हेर्नुहोस् त, यसले एउटा ब्रोडकास्ट टाइपमा चाहिँ यति हामीले के हालेको थियौँ भन्दाखेरि एउटा युट्युबको लिङ्क हालेको, त्यो लिङ्कबाट हामीले टेस्टहरू ल्याउन कति मजाले आयो नि त। हामीले त्यो भिडियो हेरी टिप्नु परेन होइन। त्यो स्टडीको पाटोमा त यसले धेरै बेटर काम गर्छ क्या। त्यसलाई चाहिँ ब्रोडकास्ट टाइपमा यस्तो अडियोहरू भने अहिले हजुरहरूले त्यो सामाजिक सञ्जालमा नि हेर्नु भएको छ नि, यो टाइपको अडियोहरू बनाएर अब फेसबुकहरूमा हाल्ने होइन, टेस्टहरू बनाउने, यसले जेनेरेट यसरी गरिदिन्छ। ल यसमा हजुरहरूले नबुझ्नु भएको केही छ भने भन्नुहोस्। यो सुनो एआईबाट त्यो सङ्ग इरर भएको छ, त्यसलाई हामी भोलि गर्छौँ। आज भनेको लगभग हामीले के बुझ्यौँ भन्दाखेरि एआईको उहरूबाट कसरी चाहिँ अडियोहरू जेनेरेट गर्ने, अरू हामीले गरिरहनु पर्दैन, हामीलाई यति भए इनफ हुन्छ। विशेष गरी हजुरलाई अहिले फ्रीमै युज गर्न मिल्ने भनेको गुगल एआई स्टुडियो छँदैछ र नोटबुक एलएममा हजुरले यो मजाले जति पनि गर्नको लागि फ्री नै छँदैछ है। यो टाइपको सबभन्दा बेटर त हजुरले यो नोटबुक एलएमलाई प्रयोग गर्नुभयो भने सबै कुराहरू यहाँनिर प्राप्त हुन्छ है। हामीले थोरै कन्टेन्ट हाल्यौँ भने पनि यसले चाहिँ इन्लार्ज गरेर बनाउँछ क्या। सुरुमा चाहिँ मोबाइलमा डाउनलोड गरेर गरेको छ, त्यसमा चाहिँ भयो, मोबाइलमा चाहिँ भयो। ए मोबाइलमा चाहिँ भयो सर?
एप डाउनलोड गरेर चाहिँ भयो यसमा चाहिँ त्यो यसले पनि ठ्याक्क प्रम्प्ट हालेपछि त त्यस्तै म्युजिक कम्पोजिसन हुने रहेछ। यसले पनि हामीलाई यो चाहिँ एप्स डाउनलोड गर्नै भनिरहेछ सर होइन। अब यसले यो साइन अप पनि भइरहेको छैन, साइन इन पनि भइरहेको छैन। अनि सायद नम्बर हानेर गर्नुपर्ने भएको बनाएको होला सायद अहिले। मजाले जेनेरेट गर्छ। यस्तै आउँछ कि के आउँदो रहेछ सर मोबाइलमा? यो सङ्ग्स आर रेडी त्यहाँ क्रिएट भनेर आउँछ, अनि त्यसमा चाहिँ प्रम्प्ट हाल्नुपर्छ होइन सर। अनि अब कस्तो खालको म्युजिक हाल्ने अब त्यहाँ अप्सन्सहरू त्यहाँ हुन्छ। हामीले चाहिँ त्यहाँ प्रम्प्टमा अब जस्तै इलेक्ट्रोनिक म्युजिक हाल्ने कि भजन टाइपको हाल्ने कि होइन, अनि मेलोडी हाल्ने कि यसले दिएन यो। अब सायद मलाई लाग्छ अपडेट हुँदै रहेछ यो उसको लागि, मोबाइलहरूमा चाहिँ आइसकेको होला सायद। यसमा अपडेट नगरे हो। भोलि त्यसलाई मोबाइलबाट भने पनि देखाउँला त्यसको लागि। अब के हेलो सर, अब यो नोटबुक एलएमसम्म चाहिँ भन्नु न। हजुर भन्नुहोस्। यो नोटबुक एलएम छ नि, यो नोटबुक एलएमले चाहिँ हाम्रो जस्ट अब कुनै बिजनेस भयो, बिजनेसको लागि एडभर्टाइज गर्ने एउटा चाहिँ विज्ञापन बनाउनु पर्यो भने चाहिँ यसले नै काम दिन्छ। नोटबुक एलएमदेखि नै हामीले अडियो जेनेरेट गर्न मिल्छ। यस्तो सर, हजुरले चाहिँ अब कन्भर्सेसन टाइपमा त्यो चाहिँ बनाउन पर्यो भने चाहिँ यसले जेनेरेट गर्ने नै भयो सर है। हजुर, नत्र एडहरू बनाउनकै लागि भने चाहिँ गुगल एआई स्टुडियो 11 ल्याब्स नै प्रयोग गर्नुपर्छ सर। त्यताबाट तपाईँको नेपाली ट्युन अलिकति राम्रो ठ्याक्कै नेपाली ट्युन दिएन, यसले चाहिँ अलिकति नेपाली ट्युन टाइपको अलिअलि चाहिँ जस्तो चाहिँ लाग्यो कि। त्यही भएर यो मिल्यो भने नोटबुक एलएमबाट चाहिँ तपाईँको बिजनेसको अलिकति एडभर्टाइज गर्नु पर्यो भने यसो भ्याकेन्सी एनाउन्समेन्ट एभ्रिथिङ हुन्छ नि, त्यो चाहिँ यतादेखि नै गर्न मिल्छ कि भन्नु मिल्छ। हजुरले यहाँ कन्टेन्ट हालिदिनु भयो भने जस्तै अहिले अलिकति मलाई टेस्ट लेखेर गर्नुहोस् न, म यहाँ हजुरलाई देखाइहाल्छु। सर त्यो यो गुगलको प्याकेज जुन छ नि सर लियो भने हामीले त्यसमा चाहिँ अनलिमिटेड हो। हामीले कतिवटा भिडियो बनाउन मिल्छ महिनामा, जस्तै लाइक 5-10 वटा बनाउन मिल्छ कि मिल्दैन? मिल्छ सर, हजुरलाई 1000 क्रेडिट मन्थली गर्नु पाउनुहुन्छ। अनि हजुरले तीनटा भिडियो त पर डे त्यो जेमिनाई भन्नेबाट बाहिरैबाट बनाउनु मिल्ने हुन्छ त्यो क्रेडिट बिना होइन सर। त्यो एकदम इफेक्टिभ छ। हजुरलाई म त्यो क्लासमा पुगेपछि त्यसमा पाइने फिचर्सहरू म सबै भन्छु। हस्। जस्तो हजुरलाई विज्ञापनै बनाउनु पर्यो भने पनि यहाँनिर जस्तै मलाई रिल्सहरू बनाउनु पर्यो भने होइन, सानो अब स्टोरी टेलहरू एउटा कुनै भनेर बनाउनु पर्यो भने मेबी एस्ट्रोलोजी सम्बन्धी हुनसक्छ, मेबी न्युज सम्बन्धी हुनसक्छ होइन। अनि कुनै अब स्टोरी कसैको बायोग्राफी सम्बन्धी हुनसक्छ होइन। अब कुनै अब फिल्मको कहानीहरूको सम्बन्धी हुनसक्छ, वा एउटा न्यारेसन जस्तै हुन्छ नि कुनै सम्बन्धी। यसले पनि गर्ने भयो हजुरले भने जस्तो याड टाइपले त गर्ने भयो। बट यसले चाहिँ कस्तो गर्छ भने अलिक संवाद टाइपमा चाहिँ डिस्क्राइब गर्छ कि सर यसले होइन। यसले सिङ्गल अडियो चाहिँ टाइपमा यसले गर्दैन होइन सर। तर यसले पनि हजुरलाई एडको टाइपमा चाहिँ गर्छ। जस्तो हजुरले अलिकति कन्टेन्ट छ हजुरसँग अहिले छैन सर मसँग छ भने चाहिँ हजुरले पठाउनु भयो भने त्यही कन्टेन्टलाई म यहाँ राखिदिएर हजुरलाई अलिकति इन्लार्ज गरेर देखाउँथे। जस्तै फर एक्जाम्पलको लागि अब त्यही उयसको दिउँ न एडभर्टाइज, जस्तै अब त्यही कुवेतको लागि मलेसियाको लागि त्यो टाइपको हुन्छ नि, यस्तो खुल्लो अथवा स्कुलमा भ्याकेन्सी खुल्लो त्यो टाइपको दिँदाखेरि ठ्याक्कै त्यो बोलेर चाहिँ त्यो जेनेरेट हुन्छ कि हुन्न भन्ने कुरो अडियोले। यसले संवाद त गर्छ। संवाद त यस्तो आएको छ यहाँ यस्तो छ त यसले जेनेरेट त गर्छ सर। तर विशेष गरी एडै बनाउनको लागि भनेर चाहिँ यो होइन है। स्पेसिफिक भनेको यो हजुरले नोटबुक एलएमबाट त्यो एड टाइपले चाहिँ होइन, यसले कन्भर्सेसन त बनाउँछ। हजुरले भने जस्तो गुगल एआई स्टुडियो नै बेटर हुन्छ सर। गुगल एआई स्टुडियो 11 ल्याब्स र अर्को हजुरले विज्ञापन त रिल्सहरू विज्ञापन भिडियो बनाउनको लागि त हजुरले अर्कै टुल्स प्रयोग गर्ने। त्यो हामी चौथो दिनमा सिक्छौँ। आज होइन दोस्रो भयो ओके, भोलि हामी इमेज जेनेरेट कोडको क्यानभाको काम गरेपछि चौथो दिन भनेको विशेष गरी हामीले त्यहाँ सिक्ने हो सर। चौथो दिनमा हामी त्यहाँ सिक्छौँ। जस्तै म हजुरलाई एउटा यहाँ देखाइ पनि हाल्छु। जस्तो मैले पनि थुप्रै एडहरू बनाउँछु, विज्ञापन भिडियोहरू बनाउँछु। त्यसको लागि भनेको हामीले यो फ्लो टुल्सै प्रयोग गर्ने हो सर। फ्लो टुल्समा म हजुरलाई यहाँ देखाउँछु। त्यो भनेको हामीले जेमिनाई लिनुहुन्छ हजुरले, पछि त्यसबाट बनाउनुहुन्छ है सर। जस्तो यहाँ लाइब्रेरी मैले बनाएको यहाँ थुप्रै छ। रिल्सहरू बनाउने सबै गर्छौँ नि हामीले। त्यो बनाउने भनेको चाहिँ यो फ्लो टुल्सबाट बनाउने। त्यो हामी त्यो चौथो दिनको क्लासमा हामी त्यहाँ पुग्छौँ सर। हजुर, यो टाइपको कोक खाएको हुनसक्छ, स्प्राइट खाएको हुनसक्छ होइन। हरेक हुन्छ।
गरम जस्तो महिना अब जाडो महिना जस्तो आइसक्रिम खाइरहेको होला हो जस्तो यहाँ हामीले बनाउने भनेको याड भिडियोहरू नि बनाउँछौँ कि सर कन्सल्टेन्सीहरूको हजुर हामीले बनाए धेरै भिडियोहरू बनाउँछौँ हामीले जस्तो यहाँनिर अब हेर्नुहोस् है त जस्तो एउटा यो प्ले गरेर दुबई स्थित प्रसिद्ध वन्डर बेकरी कम्पनीका लागि तत्काल कर्मचारी माग गरिएको छ। दुबई स्थित प्रसिद्ध वन्डर बेकरी कम्पनीका लागि यसले 8-8 सेकेन्डको क्रिएट गर्छ अनि हामीले के गर्छौँ भन्नु होला भने फेरि यसलाई लगेर अब यो यहाँबाट जेनेरेट भएपछि भनेको क्यापकट फिल्मराहरूबाट यसलाई हामीले जोड्ने काम गर्छौँ भिडियो एडिटिङको काम गर्छौँ कि सर जस्तो यहाँ थुप्रै भनेपछि यो हाम्रो त कोर्स आएकै छैन सर फुल आएकै छैन दिन भन्नुभयो। आएकै छैन यहाँ त हामी पुग्छौँ सर अब हाम्रो लगभग हाम्रो अडियोको काम चाहिँ लगभग सकिएको हो अब हामीलाई लगभग सक्यो सर अनि हामीले यस्तो यो पनि नमस्कार तपाईको सुरक्षित र सम्मानजनक वैदेशिक रोजगारीको यात्रामा एक भरोसायोग्य अवसर। विश्व प्रसिद्ध म्याकडोनल्ड्स बहरैनले सर्भिस क्रू पदका लागि नेपाली महिला तथा पुरुष कामदारको माग गरेको छ। महिनामा 120 बहराइनी दिनार तलब साथै थप सुविधाहरू जसमा कम्पनीद्वारा प्रदान यसरी हामीले बनाउँछौँ। यहाँ हामी पुगेकै छैन र अडियो चाहिँ हामीले सिद्धायौँ है सर। अब अडियो हामीले सिद्धायौँ। अब भोलि हामी सुनो एआईबाट म्युजिक बनाउनको लागि थोरै सिक्छौँ र त्यसपछि भनेको इमेज लोगोहरू फ्लायरहरू बनाउने क्यानभाको प्रयोग गरेर हामीले कसरी चाहिँ ग्राफिक्स डिजाइनिङहरूको काम गर्छौँ भनेर त्यो हामी भोलि सिक्छौँ। हजुरहरूलाई मैले फ्रीमा 1 इयरको क्यानभाको प्रो भर्सन पनि उपलब्ध गराउँछु। त्यो भोलि गराइसकेपछि हामी क्यानभाको रिलेटेड कुराहरू सिक्छौँ है त सर। ल आजलाई अब केही छ भने हजुरहरूले भन्नु होला, नत्र आजलाई यति नै गरौँ। हुन्छ सर, ठिक छ, केही छैन। सर गुड नाइट है। ल ओके साथीहरू, ल हस्, ल गुड नाइट। ल हस्, गुड नाइट सर।